मैले किन पढेको भन्दा म त्यति टाइम दिन नसक्ने पनि मान्छे, म पढ्नको त्यस्तो बेस भएको मान्छे पनि होइन। तर कमसेकम प्रभुको दयाले मास्टर डिग्रीको सर्टिफिकेट आउँदैछ, त्यति चाहिँ हो एउटा। तर अर्को कुरा चाहिँ यो भित्र चाहिँ तपाईँको चाहिँ के हो, थियोलोजीमा के प्याटर्न हुँदो रहेछ, कुन कुरा हुँदो रहेछ, ताकि मैले अरूलाई चाहिँ गोस्पल चाहिँ सरल रूपमा सुनाउन सकौँ। मैले प्रचार गरेको गोस्पल चाहिँ उनीहरूले एक्सेप्ट गर्न, स्वीकार गरिदियोस् भनेर मैले अध्ययन गरेको वास्तव। मेरो अर्को कुनै पनि उद्देश्य छैन। म यहाँ मास्टर डिग्री गरेको भनेर ठुलो मान्छे भएको हुनु खोजेको होइन। मेरो एउटै कुरा, फल्नाले पनि पढेको छ, कुमार तामाङले पनि पढेको छ होइन, पढेको छ, त्यसले गर्दा उसको कुरा सुनिदिनुपर्छ भनेर बुझोस् भनेर, ताकि मैले अन्तिममा दिने भनेको येशू ख्रीष्टमा पाप क्षमा छ, येशू ख्रीष्टमा उद्धार छ, यति हो कुरा, त्यति मात्रै हो सुसमाचार। अब हामीले एक दुईवटा कुरा चाहिँ मैले जानेको कुरा मैले बताउँछु तपाईँलाई। हामीले यो हेरिरहेको, हेरेर मात्रै हुँदैन, गर्ने कुराहरू हुनुपर्छ, गर्ने मान्छे हुनुपर्छ। अब यो आउँदै गर्दा तपाईँ र मैले कति गर्दैछौँ यसमा, कति अभ्यास गरेर मात्रै हुँदैन। परमेश्वरको काम परमेश्वरकै तरिकाले, परमेश्वरकै महिमाको लागि हुनुपर्छ भन्छ। परमेश्वरको काम आफ्नो तरिकाले गरेर पिटिकै हुँदैन। धेरैचोटि हामीले गरेको आफ्नो, धेरैचोटि हामीले के गर्छौँ भन्दाखेरि थुप्रो मेहनत गर्छौँ तर आफ्नो महिमा पाउनलाई गर्छौँ। धेरैचोटि हामीले आफ्नो काम गर्छौँ तर आफ्नो तरिकाले गर्छौँ, आफ्नो तरिकाले पवित्र आत्मालाई परमेश्वरको काम परमेश्वरको तरिकाले जाँदैनौँ, त्यसले गर्दा प्रभावकारी हुँदैन। अब गोस्पलको कुरा अन्तिममा गएर हिजो यहाँ सुने, हिजो रे अफ होप चर्च या मैले भने अघि हाम्रो रे अफ होप चर्चको पहिलो नाम चाहिँ के थियो अरे, हार्भेस्ट मिनिस्ट्री सुरुवात हुँदै गर्दा या एपोस्टोलिक आउटरिच मिनिस्ट्री भएर आउँदाखेरि, रे अफ होपमा आउँदै गर्दाखेरि बुढोले नि, पास्टर बाउले, तपाईँलाई म भन्नु 15 दिनसम्म ननस्टप बोल्थ्यो, ननस्टप हामीलाई सिकाउँदाखेरि। यति मेहनत गर्यो, फेरि टिचिङ मात्रै होइन, अभिषेक त्यस्तै छ बुढोको। हामी त हरेक दिन पश्चाताप गर्थ्यौँ, हरेक दिन पश्चाताप। पास्टर पिटर उहाँले भन्छ राल सिगान भएर चाहिँ त्यस्तो, यस्तो कडा मान्छे होइन पास्टर, उहाँलाई उपनाम नै बाघ दिएको थियो वास्तवमा। यस्तो डरलाग्दो मान्छे, उहाँ हिँड्दाखेरि मान्छे डराउँदो रहेछ, त्यस्तो मान्छे चाहिँ पवित्र, त्यो सेवाकाईमा पवित्र आत्माको अभिषेक हुँदाखेरि चाहिँ बाघ चाहिँ नि त्यहाँदेखि चाहिँ मृग जस्तो भयो, त्यो मृगको पाठा जस्तो भयो भनेपछि नि, मृगको पाठाले त्यति डिफेन्स गर्न सक्दैन, भाग्नु बाहेक केही पनि गर्न सक्दैन बिचारा, होइन भनौँ त्यस्तो मान्छे भएर निक्ल्यो पास्टर पिटर। तर त्यहाँ चाहिँ के थियो, टिचिङ, पास्टरको मेहनत र पवित्र आत्माको अभिषेक। र हामी त जब तपाईँको चाहिँ आराधना हुन थाल्यो त्यहाँदेखि चाहिँ हरेक आराधनामा त्यहाँदेखि आत्माको खोजी गरेको छ, रोको छ, पश्चाताप गरेको छ मान्छे, होइन दाजु, हाम्रो दाजु हामी त्यहाँ तिमाईमा ट्रेनिङ गर्दाखेरि, त्यसले गर्दा ती काम गर्दै गर्दाखेरि चाहिँ पास्टर बाउले त्यो मेहनत गर्दै गर्दा चाहिँ नि अन्तत गएर मण्डली यसरी बढेको कुरा बुझ्नु। अहिले देख्दै गर्दाखेरि चाहिँ तपाईँको चाहिँ 8वटा देशमा कस्तो गर्व, अर्कै खालको गर्व गरेर लागिरहेको हुन्छ हामीलाई, होइन, त्यो गर्व गर्नु राम्रै कुरा हो। तर मैले चाहिँ अहिले के गर्दैछु हो त्यो कुरालाई चाहिँ ध्यान दिनुपर्छ, कुरा बुझ्नु, त्यसलाई ध्यान दिनुपर्छ। हालेलुया, हालेलुया, हालेलुया। दास बन्न सिकौँ, हामी चेला बन्न सिकौँ। हामी चाहिँ कोही बेला चाहिँ बिर्सी पठाउँछ, म पास्टर भयो चाहिँ म चाहिँ चेला होइन होला भन्छु, म पनि मेरो पास्टरको चेला, तर सबैभन्दा ठुलो गुरु हाम्रो छ येशू ख्रीष्ट, उनको निरन्तरताको चेला हुन हामी खाँचो छ। आमेन। हाम्रो पिता, हाम्रो परमेश्वर येशू प्रभुको निरन्तर चेला, त्यसले गर्दा सिकिराख्ने कुरा। अब त्यो दिनहरूमा गोस्पललाई यस्तो तरिकाले हामी त नि यस्तो खालको जोसमा, हाम्रो एलबी भाइ त नि त्यस्तो जोसमा चाहिँ कतिचोटि यस्तो भनिदिँदछ झन्डै मान्छेले कुट्नु पनि खोज्यो भने त्यस्तो जोस बनाइदियो क्या आत्माले नि त्यस्तो। अनि ऊ हाम्रो पास्टर नवीन उहाँहरूले चाहिँ भाइहरू सुरुमा त्यो खालको जोसमा, अनि उहाँले यसरी भनेर चाहिँ एउटा आत्माको अभिषेकमा त्यो टिचिङहरू पाउँदै गर्दाखेरि चाहिँ आखिर संसारमा अमेरिका जानु किन, सबैभन्दा मुख्य कुरा चाहिँ परमेश्वरको प्रचार रहेछ, परमेश्वर रहेछ भने अनन्त जीवन हाम्रो त्यो छ, महिमित भविष्य त्यो छ भने यो अमेरिका मलाई अहिले दरकार छैन, भोलि पर्सि हेरौँला, तर यस्तो गहिरो कुरा म सिकेरै जान्छु भनेर चाहिँ त्यहाँदेखि चाहिँ उहाँनिर उता गएको, वास्तवमा चाहिँ थियोलोजी गर्नको लागि गएको एकदमै। हुन त पछाडि थियोलोजी गरेर आएपछि चाहिँ त्यो अभिषेक बढ्नु पर्नेमा झन्डै निखोज्ने भएर आएछ, होइन होइन भाइले त्यो त्यस्तो पनि यो पास्टरले के प्रचार गर्यो। अब हामीले जानेर नजाने के प्रचार गरेको थियो त्यतिखेर, विभिन्न तरिकाले गरेको थियो, तर आत्माको जोस थियो नि, आत्माको उपस्थिति थियो नि, त्यो उपस्थितिले भरिएर गएको। उहाँ गएर त खालि एकाडेमिक कुराहरू होइन, फिलोसोफीका कुराहरू, दर्शनका कुराहरू, कतिवटा कुराहरू थियो अध्ययन गर्दै आएपछि त हाम्रो पास्टरले त केही पो जान्दैन रहेछ बेकारमा, उनीहरूलाई राखेर त बरु म एकदिन दामी टिचिङ दिनु पर्यो भनेर सोचिरहेको थियो। उहाँको धेरैचोटि गवाईहरू छ, होइन, त्यस्तो पो भएर आउँछ। अझै हम्बल हुनुपर्ने, अझै गहिरो, के भएको त ब्यालेन्स गर्न जानेन भने मान्छे चिप्लिन्छ। याद गर्नु हो त, मैले थियोलोजीमा हामीले जान्दै गर्दाखेरि चाहिँ होइन भाइ,
मैले एक्सट्रिम तपाईँको चाहिँ कुनै पनि कुरा हुनु हुँदैन रहेछ। तपाईँ कुनै पनि कुरामा एक्सट्रिम हुँदैन, ब्यालेन्समा जाने, लाइफ ब्यालेन्समा लानुपर्छ, जहिले पनि ब्यालेन्समा। त्यसले यति चाहिँ कुरा मैले जानेको छु, ब्यालेन्समा लान सकेन भने यदि गाडी पनि स्पिड भयो भने त्यो एक्सिडेन्ट हुन्छ, स्लो भयो भने पनि गन्तव्य स्थानमा नपुग्ने, समयमा नपुग्ने चान्सेस हुन्छ। जहिले पनि ब्यालेन्समा लानुपर्छ। क्रिस्चियन लाइफ पनि ब्यालेन्समा लान्छ। होली स्पिरिटको भन्दै गर्दाखेरि चाहिँ अन्धाधुन्दा होली स्पिरिटको भन्दै गर्दा दुष्टले पनि मौका लिन सक्दछ। होइन हामी होली स्पिरिट चाहिँदैन भन्दाखेरि पनि परमेश्वरको पनि विरोध हुन सक्दछ, होइन? त्यसले गर्दाखेरि अलिकति बुझ। अब हामी त्यो दिनमा बुढोले त्यो तरिकाले मेहनत गरे, अहिले आएर यो प्रतिफल हामीले के गर्दैछौँ? यो चाहिँ चुनौतीको कुरा। चुनौती चाहिँ हामीले के गर्दैछौँ त? 40वटा या 41वटा मण्डली हेऱ्यो भने मण्डलीमा कति जनसङ्ख्या छ? अब एकछिनमा अहिले छलफल हुन्छ। तपाईँले बताउनु मण्डलीमा कति जन? नाम त 40वटा चर्च भनेर चाहिँ भन्दा ठुलो लाग्छ। कति चर्चमा त 3 जना व्यक्तिले सङ्गति गर्दैछ। त्यसलाई चर्च भने कि घर भन्ने? घरको सङ्गति भने कि चर्च भन्ने? त भएको परिस्थिति त्यस्तो छ होला। कोही यसो भित्र बाहिर गयो, होइन, कोही पढ्न गयो, अलग कुरा। 5 जना 7 जना 10 जना चर्चमा छ, के भन्ने त त्यसलाई? हामी के गर्दैछौँ? यतातिर छौँ हामी। त्यसले गर्दा सुसमाचार, मैले अघि नै भने बाइबल भित्रको सबैभन्दा मुख्य गर्नुपर्ने काम नै गोस्पल। पावलले सबैभन्दा धेरै चाहिँ गोस्पलको विषयमा फोकस गरे। अर्को कुरा, पावल भन्ने बित्तिकै परमेश्वरले भन्नु खोजेको नि परमेश्वरले। अर्को कुरा चाहिँ तपाईँलाई म बताउँ, महान महान प्रचारकहरू जसले चाहिँ लाखौँलाई सुसमाचार गरेर आत्मा बचाए, चाहे बिली ग्राम हुन्, चाहे तपाईँको विभिन्न परमेश्वरका दासहरू हुन्, उहाँले सिम्पल येशूमा मुक्ति छ यति कुरा बताएको छ, सिम्पल प्रचार गरेछ। यसले गर्दाखेरि आज सुसमाचार के हो भन्दा व्हाट इज गोस्पल भन्दै गर्दा सरल रूपमा यो कुरा हामीले बुझ्नु पर्दछ, बुझाउनु पर्दछ। मान्छेलाई हार बनाएर एकदमै कठिन बनाएर मान्छेलाई भयङ्कर आफू जान्ने जस्तो भएर बस्नु हुँदैन रहेछ। कहाँको के ल्याएर चाहिँ मान्छेलाई दिमाग अल्झाउने काम गर्नु हुँदैन रहेछ। सरल रूपमा बुझ्नु पर्दछ, सरल रूपमा बुझाउन सक्नुपर्छ। गोस्पल चाहिँ त्यो वास्तवमा। अब गोस्पल भन्दै सुसमाचार, अब सुसमाचार भन्दै गर्दा चाहिँ सिम्पल के रहेछ भन्दा 1 नम्बरमा सबै मानिसहरू पापी छन्। तपाईँलाई स्वीकार गर्नुहुन्छ? यो म स्वीकार गर्छु, यति कुरा क्लियर पार्नु। तपाईँ पापी हो कि होइन भनेर भन्नुपर्छ। मैले जहिले प्राय भन्ने गर्छु, तपाईँ पापी हो कि? पापी हो। मैले खोइ पापी होइन जस्तो लाग्छ, तर होला पापी त होला भन्छ, ठ्याक्कै उसलाई लागिहाल्छ त्यो। अहो मतलब पापीको पापले चाहिँ नतिजा के ल्याउँछ? मृत्यु मनपर्छ? अब कहाँ मनपर्छ? मर्नु त कहाँ मनपर्छ? मन पर्दैन। त्यसो भए जीवनको विकल्प म बताउँछु, टक्कै मान्छेलाई छुइहाल्छ। जीवनको विकल्पमा जीवन अथवा मृत्युको त्यसको चाहिँ माथि विजय पाउने म एउटा चाहिँ बाटो म बताउँछु भन्दै गर्दाखेरि चाहिँ अब हामीले हेर्दै गर्दाखेरि चाहिँ तपाईँ हामीले हेरिरहेको सिम्पल सरल रूपमा सुसमाचारलाई प्रभावकारी बनाउनको लागि मैले फेरि पनि अहिले मैले तपाईँलाई एउटा एउटा मेरो टेस्टमनीबाट सुरुवात गरेँ भने जब मैले के भन्छु भन्दा मेरो आफ्नो तपाईँको आफ्नो के छ विचार, मैले के भन्दैछु भने प्रभु अगर यो कोही व्यक्ति चाहिँ मेरो घरमा आयो भने त्यो व्यक्तिले चाहिँ सुसमाचार नसुनिकन जानु मिल्दैन है भनेर मैले आफूले आफूलाई अठोट लिएको छु। मैले यसरी भन्छु। त्यसले गर्दाखेरि पानी दिएर हुन्छ कि? मलाई एउटा कुरा मनपर्छ, फेरि अर्को कुरा मजा लाग्यो, यदि कोही मान्छे गोस्पललाई या सुसमाचारलाई ज्यादा फोकस गर्छ भने त्यो मान्छे धेरै टेम्पटेसनबाट बाँच्दो रहेछ। के आउँछ नि पाप त मनमा त के आउँछ नि। जब ल एउटा मानौँ म यसरी मेरो आफ्नो यात्रामा हेर्नु त, कुनै पनि यात्रामा हिँड्दै गर्दाखेरि तपाईँको म एकचोटि काठमाडौँ जाँदै गर्दा एकजना बहिनीसँग म परेँ। नाइट गाडीमा राति हिँड्दैछु, यात्रा गर्दैछु। म पनि सेवाका गर्ने पास्टर हो होइन। त्यहाँदेखि चाहिँ भरे त्यो बहिनी चाहिँ बिस्तारै बिस्तारै गऱ्यो, बिस्तारै निदाउँदै आयो नि मसँग यस्तो ढल्क्यो। त्यहाँदेखि अब मैले उसलाई ठेलौँ कि सुत्नु दिइराखौँ कि कुरा भएको कुरा होइन ढल्की। मैले यसरी भने बाइबलले के भन्छ भने हरेक दिदी बहिनीलाई हरेक छोरी मान्छेलाई आफ्नो दिदी बहिनी मेरो बहिनी हो भनेर मैले ठक्कै स्वीकार गरेँ भने मलाई केही पनि अप्ठ्यारो पर्दैन। व्यावहारिक कुरा गरौँ। एकछिन पछाडि मैले के गरेँ भन्दाखेरि बहिनी घडघडक गऱ्यो त्यो उसमा के अरे खाल्डोमा, अनि ऊ झस्क्यो, अनि फेरि सिधा भयो। यस्तो मौका हेरेँ मैले, यस्तो बिस्तारै मौका हेरेँ, यो बहिनीलाई मैले गोस्पल गर्नुपर्छ भने अनि बिस्तारै बहिनी कहाँसम्म होला होइन, यात्रा के होला भन्दै गएँ। मैले एकचोटि उसमा पनि भने होला बिस्तारै मैले। अनि त्यहाँदेखि चाहिँ मैले बिस्तारै गोस्पललाई मैले जब त्यहाँनिर लाउँदै थिएँ गोस्पल प्रभुको विषयमा, मैले बहिनी यस्तो चनाक भयो कि यस्तो तरिकाले एटेन्सन भएर बस्यो। त्यहाँदेखि त सट्टै बस्यो। त्यहाँदेखि यति अनुशासित भयो। त्यहाँदेखि मान्छे सबै पापमा छ। मान्छेले पापले गर्दा मान्छे मृत्युमा जान्छ। मृत्यु मान्छे अनन्त छ। एउटा के अरे शारीरिक मृत्यु, एउटा आत्मिक मृत्यु। त्यसले गर्दा मान्छे पापबाट अलग हुनुपर्छ भनेर के गोस्पल गरेको थियो? दुईटै कुरा भयो। एउटा
उनलाई पनि टेम्पटेसनबाट बाँच्यो, एउटा म पनि टेम्पटेसनबाट बाँच्यो। सत्य कुरा बोल्नुपर्छ। कुरा बुझ्यो नि? मान्छे देखाउँदाखेरि चाहिँ भयङ्कर पवित्र जस्तो देखायो, भित्र के पाप बोकेर हिँडेछ हिँडेछन्, होइन। क्लियर कुरा बोल्नुपर्छ। तपाईँलाई पाप आउँदैन मनमा? मलाई पाप आउँदैन? जसलाई पनि आउँछ। भयङ्कर कहिले पाप नआउने, मनमा पाप नआउने मान्छे को छ? गोस्पललाई बोक्नु पापबाट मान्छे अलग हुँदो रहेछ। हालेलुया, हालेलुया। जब गोस्पल गर्न थाल्नु, अटोमेटिकली मैले कसैलाई गोस्पल गर्दैछु भने नि, मेरो व्यवहारिक कुरा, मैले कसैलाई गोस्पल गर्दैछु भने म त उदाहरण बन्नु पर्यो नि उसको अगाडि। मैले पाप सोचेर हुन्छ? मैले धेरै जस्तो मान्छेले सुसमाचार गर्ने मान्छे परीक्षाबाट बाँच्छ, याद गर्नु होला। र परीक्षाबाट अरूलाई बचाउँछ। परीक्षाबाट मात्र होइन, मान्छेलाई मृत्युबाट पनि अन्तिममा बचाउँदो रहेछ। आमेन। मेरो व्यक्तिगत, त्यसले गर्दा मण्डली पास्टरहरू गोस्पल गर्नु पर्यो। मौका पाए होला, मेरो आफ्नो फ्याकल्टी छ, मेरो आफ्नो क्षेत्र छ, होला मेरो आफ्नो आफ्नो काम छ, तर मौका पाए अनुसार गोस्पल छोड्नै हुँदैन। तपाईँ र म त्यसैको लागि बोलाएको, तपाईँ र म त्यही कामको लागि बोलाएको। हालेलुया, सबैले हालेलुया, हालेलुया। मण्डली जीवित हुन्छ भने गोस्पलको कारणले जीवित हुन्छ, पवित्र आत्माको शक्तिमा। गोस्पल त्यो व्यक्तिले गर्छ जब पवित्र आत्माको अभिषेक हुन्छ, नत्र गोस्पल गर्दैन मान्छेले। विभिन्न शिक्षा, विभिन्न कुराहरू गर्ने आफ्नो आफ्नो फ्याकल्टी छ। त्यसको अन्तिम म एउटा टिचर हो, म एउटा पास्टर हो भने चाहिँ मैले गोठाले पनि मैले गर्नुपर्छ, तर गोस्पल चाहिँ मेरो ढुकढुकी हुनुपर्छ। वास्तवमा मैले कुनै पनि मौका पाउने बित्तिकै सुसमाचारलाई लानुपर्छ, अगाडि बढाउनुपर्छ। यो कुरा चाहिँ त सुसमाचार तपाईँ र मैले सरल रूपमा बुझ्नुपर्छ, तपाईँ र मैले सरल रूपमा बुझाउन सक्नुपर्छ। यति चाहिँ दिमागमा राख, सरल रूपमा बुझाउनुपर्छ। धेरै मान्छेलाई चाहिँ, मान्छेले के भने मैले अघि भन्दाखेरि चाहिँ आफू म थुप्रो जान्ने छु भन्ने जस्तो गरेर मान्छेलाई अप्ठ्यारो तरिकाले टिचिङ गर्नु हुँदैन। त्यो मान्छे चाहिँ त्यो चाहिँ देखाउन खोजेको जस्तो हुन सक्छ, तर मान्छेलाई कति सजिलो तरिकाले सेवा पुर्याउने, यो कुरा चाहिँ बुझ्नुपर्छ। कति सजिलो तरिकाले गोस्पल गर्ने, सरल रूपमा बुझ्नु पर्दछ, सरल रूपमा बुझाउनु पर्दछ। के बुझ्ने त भन्दाखेरि, एकमा सबै मान्छे पापी छन्। रोमी 3:23 भन्छ, गल्ती नगर्ने कोही पनि मान्छे छैन। तपाईँले त्यहाँनिर हेऱ्यो भने चाहिँ होइन, एकचोटि चाहिँ हेरिदिउँ न त, लु पढिदिउँ त, कसैले पढिदिउँ त सहभागी। एकछिन पछाडि चाहिँ हामी त्यो गोस्पलको कुरा, कसले कति गोस्पल गर्दैछौँ, के गर्दैछौँ, त्यो सेयर गर्नु होला। मण्डलीको कुराहरू पनि छ, तपाईँले कति मण्डली गोस्पल गर्दैछ त्यो विषयमा तपाईँले बताउनु होला, खुलेर बताउनु होला। हामी पनि बताउँ, मैले पनि बताउँ। त्यहाँदेखि चाहिँ किनभने यो सेमिनारको उद्देश्य नै हामी एकअर्कामा एउटा सम्बन्धमा, प्रेममा दह्रो हुने र हामी एकतामा भएर गोस्पल गर्ने, आत्मा वृद्धि गर्ने, यति कुराको लागि हामीले चासो गरेको, यति कुराहरूमा हामीले जोड गरेको। सबै मानिस पापी छन्। रोमी 3 कोही बेला वचन पनि पढ्नुपर्छ। वचन क्लियर पढौँ त, के भन्दो रहेछ वचनले? किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। परमेश्वरको महिमाबाट पुग्न चुकेका छन्। एउटा महिमा भन्दै गर्दाखेरि चाहिँ एउटा स्वर्ग जस्तो लाग्छ, एउटा महिमा भनेको चाहिँ परमेश्वरको एउटा अभिषेक जस्तो लाग्छ कि मेरो आफ्नो मेरो महिमा भन्दै जब म के अरे म भित्रभित्र मैले बरु आफ्नो गल्ती स्वीकार गर्ने परमेश्वरले मन पराउँछ। तर गल्ती बोकेर बसेर चाहिँ त्यहाँदेखि आफू चाहिँ निकै म पास्टर भइटो बोले भने चाहिँ नि त्यो कुरालाई परमेश्वरको महिमा नै मबाट गुम्दो रहेछ, अभिषेक नै गुम्छ। मैले त्यो अभिषेक चाहिँ उहाँको महिमा हो नि त। वास्तवमा त्यहाँबाट मान्छे धेरै अलग हुँदो रहेछ वास्तवमा चाहिँ। तर होइन, सबै मान्छे पापी छन्। मान्छेले काहीँ न काहीँ पाप गरिरहेको हुन्छ। त्यसले गर्दाखेरि निरन्तर मान्छेलाई चाहिँ पश्चाताप, यो कुरा चाहिँ बोध हुनु पर्दो रहेछ। मान्छे चाहिँ म चाहिँ पापी छु है, निरन्तर मेरो पापको पश्चाताप हुनुपर्छ भन्ने कुरा चाहिँ मान्छेलाई बोध हुनुपर्छ। जब मान्छेले पापहरू भित्रभित्र हुन थाल्छ, त्यहाँदेखि त्यो मान्छेले खुलेर बोल्नु पनि मन पराउँदैन, त्यहाँदेखि मान्छेलाई गोस्पल गर्नु पनि मन पराउँदैन। त्यहाँदेखि बिस्तारै बिस्तारै मान्छे चाहिँ टाढा टाढा, बरु बिस्तारै बिस्तारै मान्छे चाहिँ बरु होइन, बिस्तारै बिस्तारै अलग्गै एक्लो जस्तो पो हुन थाल्छ। मान्छे एक्लै बस्नु मन पर्छ। त्यो कहिले पनि नगर्नु। एउटा गोस्पल गर्ने मान्छे, एउटा परमेश्वरको दास चाहिँ जहिले पनि भिडलाई कसरी म परमेश्वरमा जित्न सक्छु र त्यो भिडलाई रुचाउने हुनुपर्दछ। मैले त्यो भिडलाई जाने कहीँ न कहीँ गएर बताउने हाम्रो उद्देश्य नै त्यही हो। त्यसले गर्दाखेरि पापले मान्छेलाई महिमाबाट चाहिँ के गर्छ, महिमाबाट अलग गर्छ है। एउटा महिमा मैले फेरि पनि भने, स्वर्गमा त उहाँको महिमा, अर्को महिमा चाहिँ यहाँ चाहिँ परमेश्वरको उपस्थितिको महिमाबाट पनि मान्छेलाई अलग लान सक्दछ। हामी सबै पापी छौँ भन्ने कुरा बुझ्नु पर्यो र बुझाउनु पर्यो। अर्को कुरा चाहिँ सबै मानिसहरूको मृत्यु हुनेछ भन्ने कुरा चाहिँ रोमी 6:23 चाहिँ नि पापको ज्याला मृत्यु हो, सबै मान्छे मर्छ। अनि जहिले मैले त्यो गीत गाउँछु, मर्ने कसैलाई रहर हुँदैन, नमरेको कुनै प्रहर पनि हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन। त्यो भन्दै गर्दा त्यो गीतले मान्छेलाई छुँदो रहेछ। ओहो, त्यसलाई एकदम भावनात्मक तरिकाले मान्छे, त्यतिखेर चाहिँ त्यसो भए मान्छे नमर्ने सहर कुनै पनि संसारमा छैन भने मान्छे जिउने एउटा कारण छ है। ठप्पै ल्याएर चाहिँ त्यो कारण चाहिँ को हो?
येशू ख्रिस्ट। आमेन। त्यो कारण चाहिँ येशूद्वारा प्रभुद्वारा जीवन प्राप्त हुनेछ। यूहन्ना 3 परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। कोही पनि नाश नहोस् भन्दै गर्दाखेरि चाहिँ हामीले जोड गर्ने गोस्पलमा कतिजना हामी पढेको व्यक्तिहरूले यो कुराहरू बुझ्दै गर्दा प्रचार गर्ने कतिजना आमा दिदी बहिनीहरू हुनुहुन्छ, कतिजनालाई यो कुरा विषय हाम्रो अङ्कलहरू बुझ्दै हुन्छ नि। हामीले गोस्पल सुसमाचार सु भनेको असल हो, समाचार भनेको खबर हो, अनि गोस्पल भनेको पनि सुसमाचार हो। भनेको चाहिँ यसलाई चाहिँ मान्छेले बुझ्ने तरिकाले बुझाउनु पर्दछ। के अरे? 1 नम्बरमा तपाईँ हामी सबै पापी छौँ। दोस्रो नम्बरमा पापले गर्दा नै हामी मरेको। कसैले म पापी छुइनँ भनेर भन्यो भने चाहिँ तपाईँ कहिले मर्छ कि मर्दैन भनेर तपाईँलाई भन्नु सोध। तपाईँ कहिले मर्छ कि मर्दैन भनेर भन्नु त सबै मर्छ। त्यसो भए तपाईँ पापी हो, पापकै जला। त्यसो भए मर्नु मन लाग्छ कि लाग्दैन? लाग्दैन भन्छ। उनीहरूलाई टच हुने कुरा बोल्नु पर्यो गोस्पलमा चाहिँ, ठक्कै मनमा छुने कुरा। लाग्दैन भने तपाईँ मर्छ भने चाहिँ अब त्यसको उपाय तपाईँलाई थाहा छैन भने चाहिँ त्यसको उपाय म बताउँछु। अब गोस्पल सुरुवात भयो। त्यसको उपाय चाहिँ को अरे? येशू प्रभुद्वारा मान्छेले जीवन प्राप्त गर्छन्। अर्को कसरी चाहिँ प्राप्त गर्छन् तपाईँले बताउनु पनि पर्दो रहेछ। कसरी प्राप्त गर्दछन् होइन? किनभने बाइबलको केही पदहरूले भन्छ रगत नबगाई, बलिदान नभइकन मान्छेको पापको क्षमै हुन सक्दैन। त्यसले गर्दा रगत त्यो पनि कहिले पाप नगर्ने मान्छेको रगत, मान्छेको लागि मान्छे नै को छ त त्यो सन्देश? कोही पनि छैन। त्यसो भए कहिले पाप नगर्ने मान्छे चाहिँ जिजस क्राइस्ट हो। उहाँको कुरालाई यसरी लानुपर्छ। कहिले पाप नगर्ने जसको मान्छे जिजस हो, जो चाहिँ कन्या गर्भबाट आयो, त्यहाँदेखि चाहिँ पवित्र जन्म भयो, उहाँले यस्तो काम गर्नुभयो, उहाँको बलिदानले जिजस क्राइस्टको कुरालाई यति साह्रो जोड। चर्च गोस्पल गर्ने चर्च हुनुपर्छ। यदि जीवित चर्च हो भने गोस्पल गर्ने चर्च हुनुपर्छ। जीवित चर्च हो भने जहिले पनि गोस्पल गर्छ जीवित चर्चले। कुरा बुझ्नुभयो नि? नत्र भने निर्जीव चर्च, मरेको चर्च र मृत्यु र जीवनको बिचमा परेको, न त तातो न त चिसो भन्छ नि, त्यसले गोस्पल गर्दैन। धेरैचोटि यो विषयमा चर्चा गरौँ, अहिले भरे पनि हेर्छौँ। धेरैचोटि चर्च केमा व्यस्त छ भन्दै गर्दाखेरि सायदै चर्च कार्यक्रममा व्यस्त छ। यतिखेर कुरा बुझ्नु? यो दिनहरूमा चर्च कार्यक्रमभित्र व्यस्त छ। धेरैचोटि याद गर्नु होला। अब येशू ख्रिस्ट पुनरुत्थान हुनुभयो, यो सबैभन्दा गोस्पलको महत्त्वपूर्ण भाग, छुट्याउनै नहुने भाग हो। तपाईँले प्रचार गर्दै गर्दाखेरि चाहिँ, हामीले प्रचार गर्दै गर्दाखेरि चाहिँ 1 कोरिन्थी 15 1 देखि 4 हेऱ्यो भने चाहिँ के भन्छ? छुट्याउनै हो। यदि येशू प्रभु मरेकै भएको थियो भने पनि गोस्पल पूर्ण हुन्थेन। पुनरुत्थानको कुरा तपाईँले जोड्नु, यस्तो मजा लाग्छ कि आशा लाग्छ, कस्तो दामी हुन्छ होइन? एक दिन मेरो शरीर पनि पुनरुत्थान हुन्छ। पुनरुत्थान भनेको मरेको शरीर फेरि महिमित शरीरमा उठ्नु। पुनरुत्थान भनेको कस्तो दामी हुन्छ भनेर, महिमित शरीर। यो कुरा चाहिँ मान्छेलाई क्लियर पारिदिनु पर्दो रहेछ कि, ठक्क छुनु पर्दो रहेछ क्या मान्छेलाई। मेरो शरीर पनि पुनरुत्थान हुन्छ, फेरि बढेर पनि बौरे उठ्छ, फेरि महिमाको शरीर बन्छ, म फेरि उठ्छु। आत्मा त बाँच्छ भन्ने कुरालाई चाहिँ मान्छेले हल्का रूपमा बाँच्छ होला नि त, आत्मा देखेको छैन, त्यसले त्यति मान्छेलाई छुँदैन के। तर तपाईँको शरीर पनि फेरि नयाँ शरीर परमेश्वरले कसरी भन्दै गर्दा, आदमलाई बनाउँदै गर्दा परमेश्वरले माटैबाट बनाएको, हामी माटैमा छौँ, माटै हुन्छौँ, फेरि माटोबाट अर्को महिमित शरीर परमेश्वरले बनाउँछ, परिवर्तन गरिदिन्छ भन्यो भने ठक्क मेरो शरीर फेरि महिमामा बौरी उठ्छ त उठ्छ। अब्बुई, त्यो कुरा त मान्छेले चाहेको छ। ओ यस, त्यसो भए मलाई येशूको खाँचो छ, मलाई येशू चाहिन्छ, मान्छेले भन्छन्। आमेन। त्यतिखेर नभन्ला। एक दिन यस्तो समय आउँछ, पवित्र आत्माले तपाईँको मेरो प्रार्थना, सारा संसारको प्रार्थना सुन्दै गर्दा एक दिन यस्तो कुराहरू हुन्छ, त्यो मान्छेले एक्सेप्ट गर्छ। यो कुराहरू बाइबलले बताउँदछ। जमिनमा माथिबाट आकाशबाट झरेको वृष्टि र हिउँ जमिन नभिजाइकन फर्किँदैन, त्योभन्दा शक्तिशाली हो परमेश्वरको वचन। तपाईँले गरेको प्रचारले काम गर्छ, तपाईँले गरेको वचनले काम गर्छ। एक दिन न एक दिन त्यो बिउ उम्रिन्छ। आमेन। मण्डली गोस्पल गर्ने मण्डली हुनु पर्यो। हालेलुया। म धेरै त्यस्तो कुरा जान्दिनँ, मलाई एउटै कुरा थाहा छ, येशूमा जीवन छ, त्यति कुरा थाहा छ। म धेरै त्यस्तो कुराहरू गरेँ, त्यसले गर्दा मलाई जान्नुपर्ने कुरा यति हो कि मैले सुसमाचारलाई लानुपर्छ। सुसमाचार, सु भनेको असल, समाचार भनेको खबर, त्यो चाहिँ येशू प्रभुको विषयमा बताउनु हो। येशू प्रभु नै त्यो जीवनको स्रोत र कारण हुनुहुन्छ। त्यसले गर्दा जुन येशू चाहिँ पुनरुत्थान हुनुभयो, हामी पनि उहाँद्वारा पुनरुत्थान। अनि के गर्ने त भन्दा विश्वास गर्नेले उद्धार पाउँछ। त्यसो भए तपाईँले विश्वास चाहिँ गर्नै पर्यो। यति 5वटा पोइन्टसँग तपाईँले सरोकार गरेर सुसमाचार गर्ने हो। यति धेरै कुरा बुझ्दैन मान्छेले, कोही बेला त्यसमा तपाईँले टेस्टमनी थप्ला के। अनि मैले यस्तो एक दिन यसरी बुझेँ के भयो भन्दाखेरि, सुसमाचार गर्यो। सुसमाचार गरेपछि चाहिँ त्यो सुसमाचारलाई कसरी आफ्नो बनाउने भन्ने कुरा चाहिँ भन्दैन रहेछ क्या मान्छेले चाहिँ। त्यसले गर्दाखेरि तपाईँले त्यो कुरालाई एक्सेप्ट गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, येशूलाई ग्रहण गर्नुपर्छ भनेर भन्नु चाहिँ पर्दछ। के तपाईँ येशूलाई ग्रहण गर्नुहुन्छ? ग्रहण भनेको पनि बताउनुपर्छ। ग्रहण भनेको
आजदेखि म प्रभुलाई मान्छु, मेरो पापको क्षमा गर्ने प्रभु हो, म फेरि परमेश्वरलाई विश्वास गर्छु भनेर यति मात्रै भन्नु हो। तपाईँ भन्ने यति भनेर जब हामीले भन्छौँ नि, यो कुरा चाहिँ कम्प्लिट एउटा सुसमाचारभित्र आउँदो रहेछ। हामीले यति कुरा बुझ्नु, सबै मान्छे पापी छन्, तपाईँ पापी हो, सबै मान्छे मर्छन्, पापले गर्दा मृत्यु आएको, तर मृत्यु कसैलाई मन पर्दैन भने जीवन दिने एउटा कारण छ, त्यो चाहिँ जिजस क्राइस्ट हो। यसलाई ज्यादा फोकस गर्नु होला, जो चाहिँ मृत्युलाई जितेर बौरी पुट्नु उठ्नुभयो, किनभने उहाँ 100% मान्छे हो, 100%। धेरै झुटा शिक्षाले येशू प्रभुलाई ईश्वरको पुत्र भन्ला, येशू प्रभुलाई परमेश्वर भन्ला, कसैले मान्छे होइन भन्छ, कसैले मान्छे हो भन्छ, ईश्वरको पुत्र ईश्वर होइन भन्छ। तर येशू प्रभु चाहिँ 100% मान्छे हो, 100% ईश्वर हो। हालेलुया। 100% मान्छे हो, कन्याबाट गर्भबाट जन्मियो, 100% ईश्वर हो। उहाँ पवित्र आत्माको शक्तिद्वारा जन्मियो र मृत्युलाई जितेर स्वर्ग उचाली गयो। हालेलुया। मैले भनेको के भनौँ भन्दाखेरि चाहिँ, मेरो पछि भन्दैला म मेरो मण्डली सुसमाचार गर्ने मण्डली, म मेरो मण्डली सुसमाचार गर्ने मण्डली। यीशुको नाममा आमेन, आमेन, आमेन। प्रभुलाई ताली बजाएर एकचोटि धन्यवाद दिउँ न परमेश्वरलाई। हेर्नुहोस्, यो तालीहरू घरिघरि बज्दै गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीलाई अलिक जागरुक गराउँछ के, तपाईँको अलिकति फ्रेस पनि गराउँछ यसले। एउटा त परमेश्वरलाई महिमा छँदै नै छ। यो कुरा हामीले भन्दै गर्ने कुराहरू चाहिँ एउटै कुराहरू, सुसमाचार। मण्डली चाहिँ त्यस्तो खालको हुनुपर्छ, नत्र भने तपाईँ र मैले गरेको सबैभन्दा ठुलो जब जिन्दगीमा। त्यसै कारण पास्टर बाबुले के भन्नुहुन्छ भन्दा, तिमी जे गर्छौ परमेश्वरको राज्यको लागि गर भनेर भन्नुहुन्छ क्या। हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ, हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ नि, मैले एकचोटि यसरी अनुभव गरेँ, संसारको सबैभन्दा ठुलो जब क्रिस्चियनले गर्दैछ, तपाईँले गर्दै हुन्छ। संसारको सबैभन्दा महान काम तपाईँले गर्छ। पैसा कमाउने काम गर्ला, नाम कमाउने काम गर्ला, पोस्ट कमाउने काम गर्ला मान्छेले, तर न त नामले, न त पोस्टले, न त पैसाले मान्छेलाई बचाउन सक्छ। तर एउटै व्यक्तिबाट, एउटै कारणबाट मान्छे बाँच्छ होइन, त्यो चाहिँ जिजस क्राइस्टको सुसमाचार सुनाउनु हो, येशू प्रभुको विषयमा बताउनु हो। तपाईँ र मैले गर्दै गरेको काम चाहिँ पैसा कमाउनु होइन, मान्छे बचाउने काम हो। त्योभन्दा ठुलो संसारको जब अर्को छैन। यस्तो महान कामको अभियानभित्र तपाईँ हुनुहुन्छ, यो कुरा चाहिँ महसुस गर्नुहोस्, तपाईँले महसुस गर्नुहोस्, मैले महसुस गरौँ। योभन्दा महान अर्को संसारमा काम छैन। कुरा बुझ्नु नि। यसले गर्दा यसको लागि रात दिन खट्नु पर्दछ। मैले हाम्रो अगुवाहरूलाई त्यही कुराहरू भने, हाम्रो अगुवालाई मेरो यो काम छ, मेरो यो काम छ भनेर भन्नु भनेको चाहिँ सेवाकाईको लागि अगाडि बढ्दै गर्दा यो चाहिँ वास्तवमा एकदमै यो चाहिँ नभन्नु पर्ने कुरा। त्यस्तो भन्नु हुँदैन। मेरो काम चाहिँ त्यसले गर्दा म आउन सक्दिनँ होला, मेरो यस्तो छ, त्यो त सेवाकाईको लागि होमेको जस्तै देखिएन होइन। कामले मलाई खिचिरहेछ। काम कसको हुँदैन, काम जहाँ पनि हुन्छ नि। तर तपाईँ र म जुन कामको लागि नियुक्ति भएको छौँ, एउटा नियुक्ति गर्ने व्यक्तिलाई खुसी पार्नु नै त्यो व्यक्तिको चाहिँ के हुन्छ, कर्तव्य हुन्छ। परमेश्वरले हामीलाई यो कामको लागि नियुक्ति गरेको भने परमेश्वरलाई खुसी पार्ने हाम्रो कर्तव्य हुनु पर्दछ। यो काम त त्यति महत्त्वपूर्ण काम हो, हामी त्यो अभियानभित्र छौँ। त्यसले गर्दाखेरि यसलाई चाहिँ त्यो महत्त्वका साथ राख्नु पर्दछ। मैले फेरि पनि हाम्रो अगुवाज्यूहरूलाई भने, अगुवाज्यूहरूले मैले आइतबारको दिनै फोकस गरेर बोलाएको वास्तवमा। किन भन्दा आज दिन चाहिँ आत्मिक सेवाकाईभित्र जाउँ हामी। मेरो कारणले यो सेवाकाई हाम्रा हुने होइन, कसैको कारणले होइन, परमेश्वरको कारणले यो सेवाकाई आशिषित हुन्छ भने चाहिँ उहाँको उपस्थितिलाई माग्नको लागि हामी एकतामा आउन भन्ने कुरालाई जोड गरेको। त्यसले गर्दाखेरि आइतबार सकेसम्म न त सोमबारको दिन 7 बजे या 8 बजे आउनु न भनेर कारण मैले त्यही पनि, यदि मैले टाइम टेबललाई कतिवटा कुरा हामीले जानेर गरेनौँ भने चाहिँ नि कोही बेला चाहिँ अब कतिवटा समस्या भन्नु त अलग कुरा हो। तर मैले परमेश्वरलाई आदर गर्नुको बिर्सेँ कि अथवा मैले त्यति भित्र गम्भीर रूपमा लिएन कि भन्ने क्वेसन पनि रहन सक्दछ। त्यसलाई अलिकति प्राथमिकता दिउँ भन्दै गर्दाखेरि मैले यो कुरा जोडेँ। अब मलाई भाइले भन्दै हुन्थ्यो म त भोलि मात्रै पो आउने परे भन्ने कुराहरू गर्दै हुन्थ्यो। कोही बेला सुन्दाखेरि चाहिँ यस्तो खालको मनमा यस्तो अमिलो जस्तो हुन्छ, नमिठो हुन्छ। अनि मैले अघि बहिनीलाई भने, फेरि मैले त्यो अमिलोलाई धुएँ। मैले प्रभु धन्यवाद तपाईँलाई, किनभने म अमिलो भएर बसिराख्नु हुँदैन, किनभने त्यसले चाहिँ मलाई नै के गर्छ, बिमार बनाउनु होला। कतिवटा कुरा हाम्रो दाजु तपाईँ र म चाहिँ एकअर्काको उत्साहको कारण बनौँ न। कोही बिमार भयो हस्पिटलमा छ अगुवार, ठिक छ, कोही साह्रो बिमार भएर आफै सुतिरहेछ, ठिक छ, तर मेरो यो काम छ, मेरो यो यस्तो छ यस्तो छ भनेर सेवाकाईमा हामी यसरी चाहिँ अगाडि बढ्नबाट पछाडि हट्दैछौँ भने चाहिँ यो चाहिँ एकदम तपाईँ र मैले बुझ्नु राम्रो हुन्छ होला है। यस्तो कुरा चाहिँ आगामी दिनहरूमा मैले हाम्रो एकजना भाइलाई भने, जहिले भाइ यस्तो काम छ जाउँ न, बहिनी यस्तो काम छ जाउँ न। होइन मेरो घरमा कोनी के सुँगुरलाई चारो लाउँछ, होइन मेरो बाख्रा थन्काउनु छ, होइन मेरो घाँस पो काट्नु छ, होइन मेरो दाउरा पो कोनी के
होइन मेरो घरमा पाहुना पो आएको छ, प्लिज त्यस्तो कुरा भन्ने एउटा सेवकले सुहाउँदैन, त्यस्तो नभन्दा राम्रो हुन्छ, बरु होइन नभन्दै राम्रो हुन्छ। त्यसले गर्दा हामी परमेश्वरका अघि उहाँले भन्दै गरेको कुरा चाहिँ परमेश्वरको राज्यको लागि एभाइलेबल, उहाँ पनि जान्ने भएर यो जिम्मेवारी पाएको होइन, म पनि जान्ने भएर जिम्मेवारी पाएको होइन, एभाइलेबल भयो। म प्रभु छु, मेरो आफ्नो कमजोरीमा मैले कसैको सरसल्लाह लिएर साथ सहयोग लिएर मैले जहिले जहिले भनिरहेको छु होइन। यसो हेर्दाखेरि मैले ऊ भाइहरूलाई भनिरहेको छु, भाइहरूलाई हामीले हिजो सेवा मैले जानेको मेरो भाइहरूलाई सेवा दिएँ, कतिवटा कुरामा उनीहरूले मलाई सेवा दिइरहेछ, अहिले उहाँहरूले मलाई सेवा दिइराख्नु भएको छ त होइन। दाजु यसो गर, भाइले मलाई सिकाउँदाखेरि चाहिँ म सानो हुन्छु त होइन भन्ने कुरा लिनुहुन्छ त। भाइलाई परमेश्वरले एउटा वरदानमा चलाएको छ, उहाँले अर्को वरदानमा सबै मिलेर चाहिँ आफ्नो परिवार मिलेर ओहो म त सानो पो हुन्छु त भन्ने कुरा होइन नि त होइन। तर मिलेर अगाडि। अब एक दुईवटा कुरा उत्साहितको कुरा भनौँ, जातिहरूको बिचमा मेरो प्रचार गर भन्छ, जहिले पनि जातिहरू के जाति संसारभित्र सबै खालका जाति होला होइन। जातिहरूको बिचमा जहिले परमेश्वरले भनेको परम प्रभुलाई धन्यवाद चढाऊ, उहाँको नाउँको पुकार गर, परमेश्वरलाई जहिले धन्यवाद उहाँको नाउँको पुकार, जातिहरूको बिचमा उहाँले गर्नुभएका आश्चर्य कर्महरूको। त्यसले गर्दा मैले जहिले भन्ने गर्छु, मेरो हिजोको अवस्था त्यो थियो, जहिले मैले त्यो भन्ने गर्छु, मेरो घरको अवस्था र मेरो जिन्दगीको अवस्था मैले जहिले बताउँदैछु, परमेश्वरले त्यहाँबाट मलाई उठाएको। काठमाडौँमा म 20 रुपियाँको मम थियो, त्यतिखेर बास्ना यस्तो आउँथ्यो, मलाई अत्याधिक मनपर्ने। म भाइहरूसँग धेरैचोटि चाहिँ काठमाडौँ जाँदा म मम खान रुचाउँछु, मलाई मम मनपर्छ, तर 20 रुपियाँको मम किन्ने क्षमता थिएन। मैले हेर्दाखेरि गायक भएर हिँडिरहेको थिएँ म होइन। यस्तो यता बास्ना आउँथ्यो सर र कोटेश्वरमा म गरेर हिँड्नु भएको मनको कुरा किन बताउने, कहाँ त्यहाँ बताउँदै हुने कुरा थिएन। तर 20 रुपियाँको मम खान सक्दिनँ म। मलाई अझै पनि थाहा छ, एक दिन यस्तो समय आयो, मासु खाने भयो, 30 रुपियाँको कतिको एक पाउ मासु किने, कलेज र मुटुको लैजाउन भनेको पहिलो दिन कुहिएको दिएछ तपाईँको फ्रिजमा राखेको लगत। यस्तो अन्तिममा गएर चाहिँ होइन एउटा मासु खाने इच्छा हुँदाखेरि नि 5 रुपियाँको बोइलरको खुट्टा खान्थेँ म। तपाईँलाई के भन्नु होइन। तर परमेश्वर विश्वासयोग्य हो, परमेश्वरको विश्वासयोग्यताले हामीलाई परमेश्वरले दोहोऱ्याउनु भयो। यसले गर्दाखेरि त्यो दिनको घटना म अझै बताएँ नि अहिले पनि होइन। मासु खाने तृष्णा, मैले 5 रुपियाँको बोइलरको खुट्टा खान्थेँ, मैले लजाउनु पर्छ भन्नुलाई यथार्थ त्यही हो। तर यो टेस्टमनी हुन्छ, प्रभुले त्यो अवस्थाबाट परमेश्वरले उठाउनु भयो। परमेश्वर महान हुनुहुन्छ, आमेन। के भन्छ त्यो भजनले, के भन्छ अरे बाबु, के भन्छ अरे भजन बित्न घुरेनबाट उठाउनु भयो, के भन्थ्यो नि, के अरे म एउटा झरेको पाप जस्तो, तर प्रभुले उठाउनु भयो। एकचोटि सङ्गीत मधुर गुनगुनाउँदै गर्दाखेरि कस्तो हुन्छ होला, म एउटा झरेको पाप जस्तो, तर प्रभुले उठाउनु भयो, आमेन। यो भित्र टच हुन्छ, म एउटा झरेको पाप जस्तै, तर मेरो प्रभुले उठाउनु। म अन्धकारमा हिँडेको मान्छे, म बाटोविहीन बिराइरहेको मान्छे, तर परमेश्वरले मलाई बाटोमा ल्याउनु भयो। उहाँको कामको प्रचार गर, सबैले भन्दै उहाँको कामको प्रचार गर, उहाँको कार्यहरूको प्रचार गर। पास्टरहरू हामी कहाँ भुलेका छौँ, अगुवाहरू हामी कहाँ छौँ। म फेरि पनि दाजुभाइ कुरा गर्छु, खालि स्कुलको काम म त यस्तो कोही बेला त स्कुलको काम म 4 बजे 5 बजेसम्म आयो भने कहीँ न कहीँ भिजिट मैले जानुपर्छ भन्छु। मलाई यस्तो थाकेको हुन्छ म, तर परमेश्वरको दया म यति साह्रो भयङ्कर थाकी चाहिँ हाल्दिनँ। धेरै नथाक्ने मध्येमा हाम्रो दीपक सर पनि पाउँछ, उहाँको पनि एउटा त्यो सामर्थ्य चाहिँ छ है। मैले राम्रो कुरा व्यक्त गर्नुपर्दा राम्रो कुरा पनि व्यक्त गर्छु, कोही बेला गल्ती कुरा पनि प्लाट्टै बोली पठाउँछु फेरि म फेरि होइन। त्यसले गर्दा त्यतिखेर चाहिँ निराश नहुनु, राम्रो कुरा चाहिँ म प्रचार गर्छु फेरि। भएको कुरा नथाक्ने मान्छे, मेहनत गर्ने मान्छे उहाँ पनि हो, तर परमेश्वरको महिमाको लागि उहाँले आफ्नो जीवन दियो भने नि धेरै कुरा। हाम्रो भाइले चाहिँ पास नमिल्ने चाहिँ भन्छु, म त दाजु थाकिहाल्छु, ठिक छ, भाइले थाक्दै गर्दाखेरि म कतिवटा कुरा कभर गर्छु नि, गरौँ न त होइन। म कतिवटा कुरा नभन्दा भाइले कभर, हामी त्यसरी अगाडि दौडिरहेको छु। मैले चाहिँ मेरो आफ्नो व्यक्तिगत मैले कुरा गरेँ भने नि चाहिँ मैले के गर्छु भन्दाखेरि, मलाई आज दिनभरि यो काम मिसनको पनि के यता कागज पत्र, खालि यो कागज पत्र भन्दा कतिवटा कुरा भएर चाहिँ हामी कुरा गर्छौँ, अनि कहीँ न कहीँ म चाहिँ फुत्तै निक्लिहाल्छु। कसलाई भेटौँ, कसलाई प्रार्थना गर्न जाउँ, के गरौँ, कहाँनिर जाउँ। अनि जब कसैलाई प्रार्थना गर्न गए कहीँ न कहीँ मान्छे त्यहाँनिर टुप्लुक्क भेटिहाल्छ, गोस्पल दिइहाल्छ। हिजो अस्ति एउटा बहिनी साथी लिएर आएछ, यसो हेरेँ यो बहिनी त मसँग, यो बहिनीलाई त मैले पहिले भेटेको थिएँ कि थिइनँ भने, अस्ति एकचोटि त बहिनी मैले तपाईँलाई भेटेको थिएँ एकचोटि भनेको त होइन, होइन एकचोटि हस्टेलमा चाहिँ भेट्नु। ए त्यसो भए ए हुन्छ, परिचय गरिहालेँ। मेरो उद्देश्य घरमा आउने व्यक्तिले सुसमाचार नसुनि जानु हुँदैन। त्यसले गर्दा फेरि पनि माफ गर्नु, अलिकति सिटी उहाँ रोकिरहेछ दाजु, सिटी रोकिन्छ, हतार गर्दैछ भन्दा
5 मिनट अलिकति ल बढी चिया बनाऊ चिया नानी चिया बनाऊ भने चिया पनि बनाउन लागिहालेँ। एकछिन चिया खाइन्जेल भयो। त्यतिखेरसम्म मैले आफ्नो परमेश्वरको प्रेम मैले बाँड्ने अवसर पाएँ। सुसमाचार, चर्च मण्डली पास्टरहरू कहाँ छौँ हामी? सुसमाचारको रेडी हुनुपर्छ, सुसमाचारको लागि तयार हुनुपर्दछ। मैले सधैँभरि गरेँ भनेको होइन, तर हामी मिलेर गरौँ न। त्यो कुरा चाहिँ प्रचार गर्ने व्यक्ति बुद्धिमान हो। तपाईँ बुद्धिमान हुन चाहनुहुन्छ? यहाँ यसरी धर्मात्माको फल जीवनको रुख हो। अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ त्यो मान्छे बुद्धिमान हो। जसले मान्छेलाई उद्धारमा ल्याउँछ त्यो मान्छे चाहिँ बुद्धिमान हो। सबैभन्दा बुद्धिमान चाहिँ त्यो मान्छे हो रहेछ जसले प्रचार गरेर मान्छेलाई उद्धारमा ल्याउँछ, मुक्तिमा ल्याउँछ, जीवनमा ल्याउँछ। त्यो पो मान्छे रहेछ बुद्धिमान हुन्छ। बुद्धिमान भनेको चाहिँ भयङ्कर टेक्निकलहरू चाहिँ मान्छेलाई चाहिँ उल्लिन बिल्ली पाएर चाहिँ मान्छेलाई चाहिँ निच्च पाएर आफू भयङ्कर भएको हुन्छ। बुद्धिमान होइन रहेछ। बुद्धिमान चाहिँ मान्छे त्यो रहेछ, सानो भएर पनि उसलाई उद्धारमा ल्याउने डोर्याउने त्यो मान्छे बुद्धिमान। तपाईँ र म बुद्धिमान हो? परमेश्वरको सुसमाचारलाई अगाडि बढाउँ। हालेलुया, हालेलुया। बुद्धिमान हो? हामी बुद्धिमान हुन चाहन्छौँ? बुद्धिमान भनेर उपनाम पाउन चाहन्छौँ? सुसमाचार उद्धारमा ल्याउने कामलाई अगाडि बढाउँ, उद्धारमा ल्याउने कामलाई। अनि चाहिँ त्यसले काम गर्दछ। हेर्नुहोस्, वचनले काम गरेरै छर्छ। यसै 55 को 10 देखि सबैले यसरी पढिदिनु त के भन्छ? जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ र छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो म कहाँ व्यर्थै फर्किने छैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। आमेन। सफलता त्यहाँबाट आउँछ। तपाईले भन्ने काम हो, गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ। भन्ने काम हो, कहिले आत्मा ल्याउनुहुन्छ परमेश्वरको कुरा हो त्यो। मैले कुनै ठाउँमा तपाईँ र म सेवाकाईमा गयौँ, सेवाकाईमा जाँदै गर्दाखेरि चाहिँ त्यो सेवाकाईमा चाहिँ आत्मा बाँचेन भनेर निराश हुनु पर्दैन। डाक्टर लिभिङस्टोन को विषयमा पास्टर बोले एकचोटि बताउँदै हुन्छ, सायद उहाँ व्यक्ति होला। 5 वर्षसम्म उहाँले सेवाकाई गर्यो, तर कहिले आत्मा नै मान्छे त्यति आएन भन्थ्यो क्या। पछाडिबाट एउटा कुकुरको त्यही होइन, एउटा कुकुरको चाहिँ कुकुरलाई चाहिँ एउटा सेवा गरेको कुराहरू गर्थ्यो, ट्रिटमेन्ट गरेको भएर त कुकुरलाई ट्रिटमेन्ट गरिदिएर चाहिँ जाने बेलामा कोही मान्छे बाँचेन, जाने बेलामा कुकुरलाई अनि त्यहाँ भरे पो कोहीले खसा 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 गरे अरे ढोका। अनि त्यहाँ यसो हेरेको त त्यो अस्ति नै ट्रिटमेन्ट गरेको घाइते कुकुर पो रहेछ, अरू थुप्रै घाइते कुकुरहरूलाई लिएर आएको रहेछ अरे भनेर भन्दै थियो। मान्छे बाँचेन, तर काम त गर्यो नि। धेरैचोटि हामीले काम गर्दैन रहेछौँ, त्यसले गर्दा बाँचेन। तर काम गर्छ भने मान्छे बाँच्छ। एउटा समय लाग्ला, 1 साल 2 साल नहोला, एउटा समय आउँछ परमेश्वरले काम गर्नुहुन्छ। किनभने आकाशबाट झरेको वृष्टि र हिउँ त झरिसकेपछि जमिन नभिजाइ फर्किँदैन भने त्योभन्दा शक्तिशाली कार्य कुरा चाहिँ के हो? शक्तिशाली काम गरेको कुरा चाहिँ परमेश्वरको वचन हो। काम गरेरै छाड्छ, भएरै छाड्छ, भएरै छाड्छ। आमेन। प्रचार। अब एउटा पास्टर प्रचारको लागि तृष्णा गर्छ भने मण्डली पनि काहीँ न काहीँ त्यो स्पिरिट सरेर जान्छ। तर एउटा पास्टर चाहिँ अन्य काममा ज्यादा इङ्गेज छ भने याद गर्नु, मण्डली पनि त्यतैतिर लाग्छ होला, धन थुप्रो कमाउँछ होला। तर साँच्चै भन्नु पर्दाखेरि नि परमेश्वरको बुलावटबाट बाहिर निक्लिने धन पनि होइन, साँच्चै भन्नुपर्दा परीक्षामा परिरहेको हुन्छ। याद गर्नु होला, परमेश्वरको बुलावटबाट बाहिर गयो भने चाहिँ। तर होला उसले मेहनत गरेर थुप्रो धन पनि कमायो, तर आफ्नो मिसन चाहिँ गुमायो। वास्तवमा चाहिँ आफ्नो काम चाहिँ मेन मिसन चाहिँ गुमाइरहेको छ मान्छेले। यसले गर्दाखेरि त्यो कुरालाई अगाडि बढाउनु पर्छ। हामीले जो हेरेको कुरा चाहिँ प्रचार के हो त? त्यसो भए अघि नै हामीले चाहिँ सुसमाचारको कुराहरू हेर्दै थियौँ। सुसमाचार ख्रीष्टको विषयमा यसरी सरल रूपमा प्रचार। अब प्रचार वाट इज इभान्जेलिजम? प्रचार गर्ने कुरा चाहिँ अनि मर्कुसको पुस्तकमा के अरे मर्कुस 16 को 15 मा त्यही कुरा भन्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार भयो। कहाँ भन्यो? सारा संसारमा। मैले एउटा कुरा मलाई यस्तो लाग्यो, दार्जिलिङ जाने मेरो यस्तो धोको थियो नि जिन्दगीमा, यस्तो धोको थियो, विश्वास नगरिकन त्यो दार्जिलिङ जाने धोकै पुरा भएन हौ भाइ। साँच्चै भनेको कहिले पुरा भएन हौ। तर जब म गोस्पलको लागि, परमेश्वरको राज्यको लागि अगाडि काम गर्न थालेँ, गोस्पल अगाडि बढ्न थालेँ नि, खल्तीमा पैसा नभएको बेला म दार्जिलिङ पुगेर आएँ भाइ। कुरा बुझ्नु हो नि? पास्टर पिटरले एउटा कुरा भन्नुहुन्छ, मैले यस्तो स्कुलको प्रिन्सिपल भएर चाहिँ मैले स्कुल चलाएँ, तर कहिले जिन्दगीमा चाहिँ पकेटभरि पैसा हुँदा पनि म प्लेन चढ्न पाएको थिइनँ भन्नुभयो। तर एक दिन सेवाकाई गर्दाखेरि पैसा चाहिँ तलब आउनु छोड्यो नि त। सेवाकाई गर्न थालेपछि पैसा चाहिँ गोजीमा छैन, तर काठमाडौँ चाहिँ विराटनगरबाट फ्लाइ गरेर चाहिँ म चाहिँ काठमाडौँमा यहाँ अहिले उहाँले टेस्टमोनी दिँदै थियो। के भएको? सुसमाचारको चमत्कार ल्याएको।
सुसमाचारले चमत्कार गरेको। आमेन आमेन अलिक उच्चले आमेन। गरौँ न, जाउँ न, पढाउँ न, भनौँ न हामी के गर्दैछौँ। त्यसले गर्दाखेरि पास्टर अगुवाहरू हामी के गर्दैछौँ यो कुरा चाहिँ तपाईँ सारा संसारमा कहाँ कहाँ पुर्याउँदो रहेछ। सारा संसारमा तपाईँलाई बताउँ, सपना मैले जहिले भन्ने गर्छु, हाम्रो सपनाहरू थिए अमेरिका, वाउ, न्युजिल्यान्ड, कनाडा, होइन त्यस्तो खालको हुन्छ नि त। उताको टोन पनि हेर्छ, कनाडा, ओ न्युजिल्यान्ड, अमेरिका, सपना थियो, सपना। पैसा तिरेर काटेर मान्छेले लगानी गर दुःख गर हाम्रो परमेश्वरको दासहरू, प्रचारकहरू, परमेश्वरको दासहरू, पास्टरहरू आइदियोस् न भनेर कहाँ पैसा खटेर रात दिन खटेर चाहिँ न्युजिल्यान्ड बोलाए। न्युजिल्यान्ड पुग्यो। मेरो के औकात थियो। हिजो दुबईमा टोयलेटमा लेबर काम गर्ने मान्छे हो कुमार तामाङ। तपाईँले मैले यथार्थ बताउँदै गर्दाखेरि टोयलेटमा 12 घण्टा म लेबर काम गर्नु पर्थ्यो, मैले टोयलेट साफ गर्नु पर्थ्यो। आज न्युजिल्यान्ड सारा संसारमा, कुरा बुझ्नुभयो नि, परमेश्वरले चाहिँ के गर्दो रहेछ सारा संसारमा गएर सारा सृष्टिलाई यदि प्रचारलाई चाहिँ हामीले अगाडि बढाउँछौँ भने नि परमेश्वरले नि नसोचेको कामहरू परमेश्वरले गर्नु। तपाईँको विभिन्न ठाउँमा जाने सपना पनि होला, त्यो पनि पुरा गर्छ। के चाहिँ पुरा हुँदैन परमेश्वरले? प्रचारलाई अगाडि बढाउनु पर्छ। आमेन। प्रचारलाई तपाईँ धेरै ट्यालेन्ट हुनु पर्दैन, तपाईँ भयङ्कर हुनु पर्दैन, पवित्र आत्माले काम गर्नुहुन्छ। सिक्यो, पढ्यो, जान्ने भयो, राम्रो भयो, त्यसले आफूलाई हम्बल पार्नु र पवित्र आत्माको अभिषेक लिएर चाहिँ प्रचारको कार्यलाई नछोड्नु। मैले हाम्रो भाइहरूलाई भन्छु, सिटी तपाईँ चलाउनुहुन्छ भने यहाँनिर एउटा स्पिकर राख्नु, भजन गुनगुनाइराख्नु, अनि तपाईँ सिटी चलाइराख्नु। कोही मान्छेलाई मौका पाउने बित्तिकै सिटीमा पछाडि गएर ख्रीष्टको सुसमाचार प्रचार गर्नु भन्छ। परमेश्वरले हेर्न कसरी आशिष दिनुहुन्छ। परमेश्वरले सुसमाचारलाई परमेश्वरले त्यति मन पराउँछ। कुरा बुझ्नु, त्यति धेरै मन पराउँछ सुसमाचार। यो कुरा आज हाम्रो मण्डली साँच्चै भन्नुपर्दा मैले अघि पनि भने नि, मण्डलीमा 41 वटा मण्डली त भन्यो हो। हाम्रो दर्शन चाहिँ चर्च प्लान्टिङ मुभमेन्टलाई अगाडि, चर्च प्लान्टिङ गर्ने, धेरै ठाउँमा चर्च प्लान्टिङ होस् भन्ने हाम्रो दर्शन हो। त्यसको आधारमा काम गरिरहेछ परमेश्वरले। तर हामी चाहिँ के गर्दैछौँ? मैले कोही कोही बेला काइला भाइहरूसँग म, काइला भाइ, साइला भाइ, मालदाई यस्तो खालको थियो तपाईँको चाहिँ दाजुहरू भनेपछि नि, दाजुहरूको त स्वरै सुन्दा पनि के हुन्छ भन्ने एउटा खालको दिन थियो। यति खुसी हुन्थ्यो, यति खुसी। तर अहिले त्यो चाहिँ अलिक वृद्धि भयो हुन्थ्यो भन्ने लाग्न थाल्यो अहिले। मेरो आफ्नो व्यक्तिगत, मैले साँच्चै भाइलाई भन्दै गएँ, अहिले पनि छ। तर जुन तरिकाको त्यो थियो नि, एउटा जुनुन, साथी भाइहरू गुडुङडुङ, हामी त 2-3वटा यताबाट बाइक जान्थ्यो, उताबाट दाजुभाइको 3-4वटा बाइक, 7-8वटा बाइक गरङ रङ 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 कुद्दा त मान्छेको रमितै भएर यसरी हेर्छ कि मान्छे, कहाँ गएको यिनीहरू, के भएको। भाइले एक दिन भन्दिन्थ्यो, दाजु यही बाटोहरूमा मैले नि काँधमा के अरे लकडी बेच्नको लागि हिँडेको मान्छे हो। त्यही ठाउँमा चाहिँ मान्छेहरू चाहिँ यत्रो यत्रो बाइक चाहिँ गडङडङ चाहिँ लावा लस्कर लाग्दाखेरि मान्छे छक्क परेर हेर्दै थियो। सुसमाचारले गरेको चमत्कार हो। आमेन। भौतिक कुरामा पनि मात्रै हेर्ने भने पनि त्यसले गर्दाखेरि कति महत्त्वपूर्ण कुरा रहेछ। मैले फेरि पनि भने, सारा संसारमा मान्छेलाई, सारा संसारमा गएर सारा सृष्टिलाई, त्यसले गर्दा त्यो जुन तृष्णा हुन्छ नि, त्यो अभिषेक हुन्छ नि, घट्न दिनु हुँदैन। प्लिज पास्टरहरू, अगुवाहरू घट्न दिनु हुँदैन। म त शरम पो लाग्छ कोही कोही बेला त, होइन शरम पो लाग्छ त्यहाँदेखि कोही कोही बेला त। कतिवटा मिसनको कुरा ठुलो न ठुलो छ, विभिन्न कुरा छ, चर्चको पनि नाम ठुलो न ठुलो छ। कतिवटा चर्च भन्दा यतिमा, अनि त्यहाँ चाहिँ फल्ना कति घर छ भन्दाखेरि 2 घर 3 घर भन्दाखेरि ए त्यो त घरले सङ्गति पो रहेछ भन्दा त कस्तो हुन्छ होला भन्नु त। त्यो त घरले सङ्गति मात्रै हो त, त्यो त 2 घर 3 घर, त्यसलाई हामीले चर्च काउन्ट गरेछौँ। राम्रै कुरा हो, किनभने त्यहाँ चर्चै सञ्चालन भएको छ। तर त्यतिले मात्र पुग्दैन, अब त्यसलाई वृद्धि गर्नुपर्छ। पास्टर अगुवाहरू हामी कहाँ छौँ, हामी के गर्दैछौँ याद गर्नुपर्दछ। अब यहाँनिर बाइबलले के भन्छ भन्दाखेरि नि, कोही पनि नाश नहोस्, उहाँले भन्दै गरेको छ के अरे, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र भयो, त्यही सुसमाचारलाई बढाउनको लागि चाहिँ उहाँले सर्वस्वै अर्पण गरेको छ क्या। त्यही मान्छे बचाउनको लागि परमेश्वरले सबै कुरा नै अर्पण गरेको छ। हामी चाहिँ के गर्दैछौँ? हामी त कोही बेला सङ्गतिमा आउँ न भन्दाखेरि पनि मेरो यो काम छ, यो काम छ भनेर चाहिँ हामीले त्यो तर्क वितर्क गरिरहेको थियो। के गर्दैछौँ हामी? उहाँले त गर्ने काम त सबै गरे त। मैले भन्छु, पास्टर अगुवा भएको कारण अलिक च्यालेन्जिङ कुराहरू पनि मैले बोले बिचबिचमा, होइन त्यसलाई तपाईँले सरल रूपमा लिनु, होइन पास्टरले चाहिँ हामीलाई भेला पारेर फेरि टाउकोमा हान्छ खालि नभन्नु। कुरा बुझ्नुभयो नि,
यो चाहिँ के गरेको भन्दाखेरि तपाईँलाई अलिक झकझकाको मैले तपाईँलाई झकझकाएन भने नि तपाईँले मलाई झकझकायो भने हामी सुस्त हुन सक्दछ। हामी झकझकाउँ, ताजा गरौँ जहिले पनि, होइन भन्नु त, फ्रेस गरौँ। यो कारणले गर्दाखेरि अब परमेश्वरले आफ्नो पुत्र दिएर सर्वस्वै हाम्रो लागि बाटो खोलिसक्यो। हामी चाहिँ के गर्दैछौँ? हामी चाहिँ काम गर्दैछौँ। यो चाहिँ मैले ल श्रीमान र श्रीमतीको कुरा, व्यावहारिक कुरा पनि आउनु। श्रीमतीले सर्वस्वै श्रीमानको लागि दियो, श्रीमानले चाहिँ वास्तै गरेन भने त्यो जिन्दगी चल्छ, त्यो परिवार चल्छ होला? अलिक पछाडि योसँग त मेरो जिन्दगी हुँदैन कि क्या भनेर सोच्न थाल्छ मान्छे। कुरा बुझ्नुभयो नि? परमेश्वरले चाहिँ डाङडुङै सबै कुरा दियो, तर हामी चाहिँ गर्दैनौँ भने परमेश्वर यस्तो सोच्दैन होला, सायद योसँग चाहिँ मेरो अगाडि यात्रा हुँदैन क्या भनेर सोच्दैन। उहाँ त अन्तिमसम्म पर्खिने परमेश्वर हो, होइन? तर मान्छेको चाहिँ त्यस्तो हुन्छ नि त। कस्तो होला नि, तपाईँको लागि चाहिँ कसैले चाहिँ सबै कुरा दिएको छ, तर तपाईँले त्यसको रिप्लाईमा केही पनि कुराहरू चाहिँ प्रतिक्रिया गर्नुहुन्न भने त्यो सबै कुरा अर्पण गर्ने मान्छेलाई कति दुःख लाग्छ भन्नु त? कति दुःख लाग्छ? गाह्रो कुरा बुझ्नुभयो नि? यसले गर्दाखेरि सुसमाचार, परमेश्वरको इच्छा कोही पनि नाश नहोस्। योहन्ना 3:16। अहिलेको संसारको जनसङ्ख्या लगभग 8 अरब 20 करोड, 820 करोड भनेको चाहिँ 8 अरब 20 करोड, होइन? कति हो? 8 अरब 20 करोड, 820 करोड। अब संसारमा लगभग अहिले तपाईँले त्यो सर्च गरेर हेऱ्यो भने तपाईँले पाउनुहुन्छ। मैले पनि यो गुगल सर्च त्यो के अरे अर्को के अरे च्याट जीपीटीले दिन्छ। संसारमा लगभग 250 करोड क्रिस्चियनहरू छन्। 250 करोड क्रिस्चियनहरू छन्, होइन? संसारमा लगभग 570 करोड चाहिँ अविश्वासीहरू छन्। चुनौती कति ठुलो छ होला? मण्डली के गर्दैछ? परमेश्वरको इच्छा कोही पनि नाश नहोस् भनेर। मान्छे कति मरिरहेको छ, हामी के गर्दैछौँ? हामी कुन संस्था स्थापित गरेर हिँड्दैछौँ? चुनौती त यहाँ पो छ त। हामी कुन नामलाई, कुन रे अफ होप नामलाई इस्टाब्लिस गर्न हिँडिरहेछौँ? हामी कुन कुराले परमेश्वरले आफ्नो सर्वस्व दिएर, आफ्नो पुत्र र सारा स्वर्ग नै दिएर चाहिँ, होइन, सबै कुरा दिएर चाहिँ परमेश्वरले मान्छेलाई बचाउने अभियानमा तपाईँ र म बाँचेका छौँ। संसारमा लगभग 570 करोड अविश्वासीहरू छन्। कोही नास्तिक होला, कोही आस्तिक होला, कोही हिन्दू होला, कोही मुस्लिम होला, कोही तपाईँको चाहिँ अर्को जैन होला, कोही को होला, अनि त्यहाँदेखि अन्य। प्रत्येक दिन संसारमा 1,74,000 मानिस मर्दैछन्। 1,74,000। 1,74,000मा प्रत्येक सेकेन्डमा 2 जनाको मृत्यु हुँदैछ। 2 जनामा प्रत्येक दिन संसारमा 3,63,000 बच्चा जन्मिनेछ। म अहिले कुरा ल्याउँ। प्रत्येक सेकेन्ड 4 जनाको मृत्यु हुन्छ, 4 जनाको जन्म हुँदो रहेछ। प्रत्येक दिन 50 देखि 55,000 क्रिस्चियनहरूको मृत्यु हुन्छ। ल झुटा शिक्षा हो, जोसुकै होस्, क्रिस्चियनमा दर्ता भएको छ। 55,000 पुरै क्रिस्चियनहरू मरेर स्वर्ग गए, तर बाँकी कति अरे वर्तमान समयको आँकडा हेर्दाखेरि चाहिँ 1,19,000 मानिस प्रत्येक दिन नरक जाँदैछ। वर्ल्डको आँकडा हेऱ्यो भने प्रत्येक दिन 1,19,000 मान्छे प्रत्येक दिन चाहिँ नरक गइरहेको छ। त्यसको जिम्मेवारी कसले लिने? बुढोले कोही कोही बेला भन्छ मेरो छिमेकीमा कोही मान्छे मर्यो भने त्यसको जिम्मेवारी प्रभु मलाई बनाउनुहोस् भनेर भन्छ। कसले लिने? हामी के गर्दैछौँ? कोही कोही बेला मलाई यस्तो लाग्यो, कोही कोही बेला मैले यस्तो कुराहरू भनेको छु। केही गर्दा छिमेकीलाई मैले हिजोस्ति यहाँनिर एकजना गुरुङनी बोजू मर्नुभयो, मैले त्यो बोजूलाई सुसमाचार सुनाएँ कि सुनाइन भनेर मलाई यति साह्रो मनमा यता उनीहरूको शङ्ख बज्न थाल्यो। मैले थाहा पाएँ काठमाडौँमा मर्यो भनेर। विभिन्न खालको अर्को कुरा चाहिँ मेरो मनमा अर्कै कुरा आउन थाल्यो। यो बोजूलाई, म त नजिकको छिमेकी हो नि त, मैले यो बोजूलाई सुसमाचार सुनाएँ कि सुनाइन? सायद मैले सुनाइन पनि होला, सायद मैले सुनाएँ होला, किनभने त्यही घरको नजिकै मेरो हाम्रो चर्च थियो, तपाईँ हाम्रो चर्च थियो, उयो घरको गुरुङ बोजू, त्यतिखेर काहीँ न काहीँ सुन्यो होला। अनि अर्को कुरा मैले भन्दै गरेको चाहिँ कुरा के हो भन्दाखेरि, यदि कसैलाई बोलाउँदा आएन या बोलाउन सकिन भने पनि यत्रो ठुलो माइक लाएर कोही बेला क्रिसमसको अवसर पाएर क्रिसमस मान्नु हुँदैन भन्छ। क्रिसमस मानेको होइन, हामी गोस्पल गरेको त्यो कुरा एउटा अवसर पाएर यत्रो ठुलो माइक लाएर चाहिँ हिजो अस्ति त्यहाँनिरबाट चाहिँ हामीले चाहिँ 18-20 हजारमा साउन्ड सिस्टम ल्याए। यहाँदेखि जिजस क्राइस्ट नै उद्धारकर्ता हो, मुक्तिदाता हो, हे सबै। अनि म जहिले तपाईँलाई सुन्छ होला मैले गर्दै गरेको प्रचारमा मलाई भित्र लाग्छ, आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू, हजुरहरू यदि घरमा कोठामा हुनुहुन्छ भने यो सन्देश तपाईँको लागि हो। टक्कै छुन्छ मान्छेलाई। यो सन्देश तपाईँको लागि हो। येशू प्रभुले तपाईँलाई बोलाउँदै हुनुहुन्छ, यीशुला। अनि त्यति गीत पनि दिनुपर्छ। अनि अरे गीतले के छुँदो रहेछ मान्छेलाई, होइन भन्नु त? यो त तपाईँलाई अहिले यसो गर्दा दाजुले जहिले गीत गाउँछ भन्ने लागिरहेछ होला, जहिले दाजुले गीत, यो गीतले तपाईँको यो वचनलाई नै, गीत
सर्वत्र गहिराइमा पुर्याइरहेको छ यो सङ्गीतले। अर्को कुरा चाहिँ बाहिरबाट संसारको मान्छेले के हुन्छ, अरे गीत पनि गा त, के हो, ध्यान दिएर सुन्छ। येशू बोलाउँछन् सबलाई, येशू बोलाउँछन् सबलाई, प्रेमसाथ बोलाउँछन्, अङ्गालोमा उनको येशू बोलाउँछन् सबलाई। ठक्कै छुन्छ। वचन छरेपछि काम गर्छ गर्छ। अघिको वचनले यसैको 55 को 11 10 र 11 ले भन्यो, वचन आएपछि काम गर्छ गर्छ, गरेरै छर्छ। तपाईँ र मैले यसरी विचार गरेँ, सायद मैले उहाँको घरमा गएर प्रचार गरिन होला, तर यो प्राङ्गणबाट यो गाउँलाई नै सुन्ने गरी आवाज लाएर मैले त गरेँ। प्रभु मलाई माफ गर्नुहोस् है भन्छु म कोही बेला। मेरो आफ्नो मनको कुरा गरेको तपाईँलाई, मेरो व्यक्तिगत कुरा मैले गरेको भने साँच्चै भन्दा गोस्पललाई कसरी हामी लिँदैछौँ यो कुरा चाहिँ तपाईँ र मैले ध्यान दिनुपर्दछ। मैले भने हामीले यो हेर्दा 50 देखि 55 हजार पनि सबै क्रिस्चियनहरू होइन, साँचो क्रिस्चियनहरू छैन। त्यसमा पनि कति मान्छे मरिरहेका छन् भन्नु त। अब यसको चाहिँ इन्टु 30 गर्नु त, एक महिनामा कति मान्छे मर्दा रहेछन्। 1,19,000 इन्टु एक दिनमा मर्दैछन् संसारमा। 1,19,000 इन्टु 30 गर्नु त कतिजना मर्दै रहेछन् मान्छे। हामीलाई बोध हुनुपर्छ। त्यसै कारणले गर्दा पास्टर प्रहलादले एउटा विद्वानको एउटा उयो भनाइ भन्दै हुन्थ्यो, यदि उड्न सक्छौ भने उडा। एउटा रिट्रिटमा भन्दै हुन्थ्यो। त्यो भनाइ कसको रहेछ, एउटा विद्वानको रहेछ। उड्न सक्दैन भने कुद, कुद्न सक्दैन भने पनि हिँड्न पनि सक्दैन भने चाहिँ के गरे, घिस्रिन पनि सक्दैन भने केही न केही त गरेन। हल्लिनु त हल्ल न, केही न केही त गरेन। मण्डली केही न केही गर्नु पर्दो रहेछ, हामी केही न केही गर्नु पर्दो रहेछ। के गर्दैछौँ, छटपटी हुनु पर्दो रहेछ। ख्रीष्ट येशू, मैले त्यही कुरा भने, एउटा भाइको घटना हुँदाखेरि पुरै मण्डली बेचैन भयो, हामी बेचैन भयो। एकजना परिवारको एउटा सदस्य, वर्षौंमा एउटा घटना भयो नराम्रो, यति साह्रो मिसन बेचैन भयो। परमेश्वरका नानीहरू, परमेश्वरको आफ्नै नानीहरू 1,20,000 भन्दा धेरै चाहिँ प्रत्येक दिन मर्दैछ भने परमेश्वरलाई कस्तो भइरहेछ। उहाँको ढुकढुकीको विषयमा, उहाँको धड्कनको विषयमा, उहाँको दुखाइको विषयमा कसले महसुस गर्ने, कसले बुझ्ने? तपाईँ बुझ्ने कि नबुझ्ने, म बुझ्ने कि नबुझ्ने? अब कि आफ्नै समस्या र आफ्नै अप्ठ्यारो परिस्थितिलाई हेरिबस्ने, हेर्दा पनि भयो। तर परमेश्वरले के कुरा चाहन्छ तपाईँ र मलाई? तपाईँ र मलाई के कुराको नियुक्ति गरेको, के कुराको लागि नियुक्ति गरेको? महत्त्वपूर्ण कुरा छ दाजुभाइ तथा दिदीबहिनी, महत्त्वपूर्ण कुरा छ। यो कुरा चाहिँ तपाईँ र मैले बुझौँ, अगाडि बढौँ। सुसमाचार गर्ने कार्य स्वयं प्रभुले गर्नुभयो, उहाँले हाम्रो गुरुले नै गर्नुभयो होइन। अनि त्यहाँ मण्डलीलाई सुम्पिनु भयो, तपाईँ र मलाई सुम्पेको, मण्डलीलाई सुम्पेको यो काम चाहिँ तपाईँ र यो कुरा तपाईँ र मैले बुझ्नु। तपाईँ र मलाई सुम्पेको, तपाईँ र मैले सुम्पेको कुरा जिम्मेवारी गरेन भने के हुन्छ? हामीलाई दिएको स्कुलको जिम्मेवारी, हामीलाई दिएको मिसनको जिम्मेवारी, हामीलाई दिएको कामको जिम्मेवारी हामीले पुरा गरेन भने के हुन्छ? त्यसले चाहिँ सम्बन्धमा दरार ल्याउँछ, त्यसले चाहिँ आशिषलाई नोक्सानीमा लान्छ। वास्तवमा चाहिँ यो कुरा हामीले सुसमाचारद्वारा मात्रै पनि मानिसले जीवन प्राप्त गर्न सक्छ, अथवा रोमी 10 को यहाँनिर चाहिँ के गर्नु पर्यो? सुन्नु, सुनाउनु र पुकार गर्नु पर्यो। सुनाउनु पर्यो र परमेश्वरलाई सुनाइद्वारा विश्वास आउँछ। जब तपाईँले सुनाउनु भएन तब मान्छेलाई कसरी विश्वास आउँछ? जब मैले कसैलाई सुनाइन कसरी विश्वास आउँछ? अब एकछिन पछाडि तपाईँले कति सुनायो, के सुनायो छलफल हुन्छ। अब कुरा बुझ्नु? अब यहाँ मैले सुन्दै गर्दा त, मैले भन्दै गर्दाखेरि त कुरा त ठिकै हो भन्ने आउँछ होइन। अब तपाईँले के गर्यो भन्ने कुरा यहाँ आउँछ, रिभाइभल त्यहाँबाट सुरुवात हुन्छ। कुरा बुझ्नुभयो नि? हालेलुया, 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 हालेलुया। ल प्रभुलाई धन्यवाद होस्। अब मलाई झट्टै याद भयो, के अरे हाम्रो आशिष भाइलाई एकदमै आउने चाहना, फेरि मैले भन्दै गरेको भाइलाई मैले भनेको होइन, फेरि भाइ त आइसकेको छ नि। हाम्रो अरू अगुवाहरूलाई भने मैले भाइले धेरै कामहरू रहेछ, उहाँको एकदम खट्ने मान्छे। अहिले मैले भन्दै गर्दा हाम्रो अगुवाहरूले किन अप्सन खोजिरहेको छ भन्ने कुरामा भाइले अलिक मलाई झट्टै याद भएर अहिले मैले भनेको। कोही बेला त्यो पास्टर बाबुले मलाई नै भनेको हो कि भनेर मैले क्लियर गरेको भएर त्योमा अल्झिरहन्छ नि त माइन्ड होइन। भाइलाई भनेको होइन, वास्तवमा चाहिँ मैले सबै समग्र अगुवाहरूसँग कुरा गरेकै मैले उहाँले चाहिँ अन्तिममा गएर चाहिँ के गर्यो भन्दाखेरि, के गरेर भाइ सब्जीहरू पनि थन्काएर किनिसकेको रहेछ, थन्काएर आएको मान्छे उहाँ चाहिँ। कुरा बुझ्नु नि? सब्जीहरू एक ठेला, अब यो चोटि उयो गरेको रहेछ तपाईँको किस्ता तिर्नको लागि। यो सब्जी बेचेर उहाँले चाहिँ सब्जी बेचेर उहाँले अहिले पैसाहरू पनि माग्दैन, उहाँले केही गरेको पनि खासै केही छैन, तर पनि सब्जी बेचेर किस्ता तिर्नु खोजेर रहेछ। जवान मान्छे, मलाई बडा उत्साह लाग्छ भाइको। जवान मान्छे, एउटा जवान मान्छे होइन, अहिले गएर ठेला के अरे त्यो सिटी रिक्सामा उयो सब्जी बेचेर हिँड्छन्। अनि त्यहाँबाट चाहिँ नानीको फी र अनि त्यहाँदेखि उतापट्टि के अरे घरको कतिवटा चलाएर चाहिँ
अनि त्यहाँ घर चलाउँछन् भाइले। अनि ठक्कै कि मैले त म त ढुक्कै भएर बसिरहेको थिएँ, भाइ आउँछन् होला भनेको, भरे भाइको त किस्ता तिर्नुपर्ने रहेछ, त्यसले गर्दा फेरि सामान पनि किनिसकेको रहेछ। अनि त्यहाँदेखि भाइलाई भाइ आउनु न भनेर भन्दै गर्दा भाइले सबै कुरा थाती राखेर होइन, त्यहाँ हाम्रो सल्लाह पनि भयो, थाती राखेर चाहिँ बरु सब्जी यतैतिर ल्याउनु, खाउँला के गरौँला, बाँकी प्रभुले जुटाउँछ, सब्जी पनि अलि ल्याउनु भयो, त्यो सबै बेचेर चाहिँ अब त्यो भाडा तिर्ने भनेको। मैले भने प्रभुले काहीँ न काहीँ जुटाउनु होला भाइ, आउनु भन्दा गर्दा बडा मजा लाग्यो, उत्साह भएर होइन, सबै कुरा थाती राखेर चाहिँ बरु त्यो किस्ता अब कहिले तिर्ने हो, परमेश्वरले जुटाउनुहुन्छ। सब्जीको पैसा पनि त्यहाँ 8-10 हजार 12 हजार जस्तो रहेछ सब्जी लिएको मात्रै, प्रभुले त्यो सबै थन्काएर मजा आउँछ नि त, उत्साह हुन्छ नि त, कुरा बुझ्नुभयो नि। यो खालको व्यवहार गर्दै गर्दाखेरि चाहिँ त्यसले गर्दा हामी अगाडि बढौँ। मैले बिचमा अलिअलि टेस्ट भने नसुनाइकन मान्छेको चाहिँ विश्वास आउँदैन, त्यसले गर्दा सुनाउनु पर्छ। सुसमाचार गर्ने व्यक्ति मिलाप गराउने व्यक्ति हो, मिलाप त्यो चान्चुने कुराहरू होइन, टुटेको सम्बन्ध जोडाउने कार्य गर्ने सुसमाचारले गर्दछ। यसै 5:27 सुसमाचार प्रचार गर्नेहरूका पाउ, सबैले भनिदिनुहोस् त, हेर्नु त, ल पढिदिनु त सबैले। आमेन। परमेश्वरले राज्य गर्नुहुन्छ, तब राज्य गर्नुहुन्छ होइन, जब हामी सुसमाचारलाई अगाडि घोषणा गर्दछौँ। परमेश्वरले सुसमाचार गर्ने व्यक्ति मिलाप गराउने व्यक्ति हो। बजाउने व्यक्ति संसारमा थुप्रै हुन्छ, मण्डलीमा पनि थुप्रो बजाउने व्यक्तिहरू हुन्छ, पास्टरको बिचमा पनि बजाउने व्यक्ति हुन्छ, यताको कुरा उता लाउने, जहिले पनि एउटा अगुवा चाहिँ मिलाप गराउने व्यक्ति बन्नुपर्छ। कुरा बुझ्नु नि, सुसमाचारले मिलाप ल्याउँछ, पापी मान्छे र ईश्वरसँग मिलाप ल्याउँछ एउटा कुरा। अर्को कुरा चाहिँ सुसमाचारको जुनुन भएको हृदय भएको मान्छे जहिले पनि मिलापको सम्बन्ध बनाउँछ। कोही बेला चाहिँ यताको कुरा उता लाउने, अर्काको, तपाईँले मेरो कमजोरी हेऱ्यो भने कति भेट्छ, तपाईँको कमजोरी मैले हेरेँ भने तपाईँको कमजोरी पनि थुप्रै भेट्छ। त्यो कमजोरी न्यानी राखेर चाहिँ अर्कालाई तपाईँको कमजोरी, मैले कोही बेला यस्तो हुन्छ, कति मान्छेसँग त म खुलेर बोल्नु सक्दिनँ, मेरो आफ्नो व्यक्तिगत कुरा, कति मान्छेसँग खुलेरै बोल्दिनँ, अलिकति मिस्टेक पाउने बित्तिकै अर्कालाई सुनाइदिइहाल्छ। पहिले त्यस्तो गर्नु हुँदैन, त्यसले चाहिँ के गर्छ, भड्काउँछ। मैले कुन सन्दर्भमा बोलेको हुन्छु, के बोलेको हुन्छु, उसले के गरेर अर्कालाई सुनाइदिएको हुन्छ, लास्टमा गएर चाहिँ त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ दुईजना दाजुभाइको बिचमा दरार ल्याइदिन्छ। त्यो चाहिँ सुसमाचार सुनाउने व्यक्ति होइन, त्यो चाहिँ आत्माले चलाएको व्यक्ति होइन, त्यो चाहिँ कुन आत्माले चलाएको पनि, भएको कुरालाई मिल्ने कुरालाई भड्काउने, कुरा नाना थरी बनाउने। यदि हामीसँग सुसमाचार स्पिरिट छ भने त्यो मान्छेसँग मिलाप गराउने चरित्र हुन्छ, क्यारेक्टर हुन्छ। कुरा बुझ्नु, परमेश्वरको आत्मा हामीसँग छ भने, परमेश्वरको आत्मा छ भने, हामीसँग छ भने, परमेश्वरको आत्माले एउटा पक्षमा हामीलाई जोड गर्छ, सुसमाचार गर्न जोड गर्छ। हालेलुया। त्यो व्यक्तिसँग मिलापको सम्बन्ध बनाउने चाहिँ त्योसँग स्पिरिट हुन्छ। याद गर्नु, धन्य मेलमिलाप गराउनेहरू तिनीहरू परमेश्वरका सन्तान कहलाइने छन्, परमेश्वरका छोराहरू कहलाइने छन्। परमेश्वरको मेलमिलाप गराउने हो कि कसको छोरा कहलाइने हो, बजाउने भएर, यो चाहिँ हामीले उयो गर्नुपर्छ। त्यसले गर्दा पुरौटे मान्छे हुनु हुँदैन। संसारमा पनि के भन्थ्यो भन्दा नारदे जस्तो नहु भन्थ्यो नि, यताको कुरा उता लाउने, उताको कुरा यता लाउने, हे मान्छेलाई कहिले पनि गर्नु हुँदैन। सुसमाचार मिलाप त्यतिसम्म, टुटेको सम्बन्ध जोडाउने कार्य कस्तो दामी हो। मलाई एक दिन मैले उहाँ पौडेल अङ्कलले के बुझ्यो पनि, भाइ आइदेऊ न मेरो घरमा त साह्रै झगडा भयो भन्यो, विश्वासी होइन। यस्तो तरिकाले बसेर मैले यति हम्बल भएर यति तरिकाले चाहिँ कोसिस गरेँ, मैले पवित्र आत्माले सहायता गर्नुभयो, अन्तत गएर उहाँहरू मिले। पछाडि मैले यो वचन सबै कस्तो मजा लाग्यो। उहाँहरू त विश्वास गरेको होइन, सायद परमेश्वरको कुरा मैले सुनाउँदै गर्दा पनि विश्वास त गरेको छैन। बाहुन खानदानको हामी पवित्र खानदान भन्ला के भन्ला, अनि परमेश्वरसँग त उनीहरूको मिलाप गराउन सकेको छुइनँ होला, अथवा बाँकी परमेश्वरको हातमा होइन। तर बुढाबुढीको यस्तो सम्बन्ध मिल्यो, अहिले छोराछोरी आफ्नो आफ्नो ठाउँमा गएर गरी खाँदैछन्। वास्तवमा मलाई गर्व लाग्यो कोही बेला चाहिँ त्यो मिलाप। त्यसले गर्दाखेरि नि कोही मान्छेले, म चाहिँ यता सुन्ने व्यावहारिक कुरा पनि गरौँ, कोही मान्छेले चाहिँ नि तपाईँको नराम्रो कुरा तपाईँको उसको भाइको, राम भाइको विरुद्धमा कसैले, हाम्रो मण्डलीको कोही मान्छेले नराम्रो भनेको छ नि, भाइ त्यस्तो त भनेको होइन, उहाँले यसरी चाहिँ भन्न खोजेको, खासै त्यस्तो चाहिँ होइन भन्ने कोसिस गर्छु म। वास्तव भन्नु चाहिँ भनेकै हो, खासै होइन भनेकै हो, तर होइन, त्यसले चाहिँ ए होइन भनेर त बिस्तारै उसको मनमा शान्ति आउँछ। तर कसैको चाहिँ नि नभनेको कुरा पनि भनेको भनेर उल्टै अप्ठ्यारो पायो। याद गर्नु होला, खबरदार, नेपालीमा शब्द भन्छ नि, खबरदार भन्छ, यस्तो काम गर्नु होसियारी गर्नु होला। मण्डली भड्काउने काम, मण्डली भड्किने काम, मण्डलीले दुई भाग पार्ने काम, मण्डलीले टुटाउने काम, यो चाहिँ परमेश्वरसँगको विद्रोह हो। परमेश्वरसँगको खिलाफमा उठ्नु, यो चाहिँ त्यसको हिसाब किताब चाहिँ त्यो व्यक्तिले दिनुपर्छ फेरि परमेश्वरको अगाडि। याद गर्नुपर्छ, अगुवाहरू हामीहरू परमेश्वरको छोराछोरीहरू
हामी कहाँ छौँ, के गर्दैछौँ, यो कुरा चाहिँ तपाईँ र मैले राम्रो बुझ्नुपर्छ। सुसमाचार डाँडा जहिले पनि सुसमाचार गर्ने व्यक्तिहरूलाई परमेश्वरले प्रशंसा गर्दछ। तिम्रो पाउ कति सुन्दर, गाउँ सहर भन्छ, सुसमाचारले भरिसकेको छ, ढकमक फुल जस्तै फुलिरहेछ, गाउँदै हिँड्छु सुनाउँदै हिँड्छु, उकाली ओह्राली गर्दै डाँडा पाखा भन्ज्याङहरू तर्दै गाउँदै हिँड्छु सुनाउँदै हिँड्छु। यसो तपाईँको सन्देश त्यो व्यक्तिको खुट्टाहरूलाई परमेश्वरले प्रशंसा गरेको छ, जो चाहिँ सुसमाचार सुनाउनको लागि डाँडा पाखा पँधेराहरू हिँड्दै जान्छ, मानिसलाई सुनाउँदै हिँड्छ। त्यो यसु प्रभुले परमेश्वरले प्रशंसा गर्ने व्यक्ति यदि कुनै चिज छ, कुनै एउटा अङ्ग छ भने त्यो चाहिँ सुसमाचार सुनाउने खुट्टा हो, त्यो चाहिँ सुसमाचार सुनाउने व्यक्ति हो। त्यसको लागि परमेश्वरले प्रशंसा गर्दछ। वाउ, क्या दामी! परमेश्वरको प्रशंसा पाउने व्यक्ति कति महान, होइन? तिमीले यति यति यो गर्यौ, तिमीले यति धन कमायौ, तिमीले यो गर्यौ त्यो गर्यौ भन्ने कुरा छैन। धन कमाए पनि हामी सुसमाचारको लागि त्यो कुरालाई चाहिँ अगाडि बढाउँछौँ भने परमेश्वरले त्यो व्यक्तिको लागि प्रशंसा गर्छ। परमेश्वरको यदि कसैले प्रशंसा पाउँछ भने कसले पाउँछ अरे? हजुर, कसले पाउँछ अरे? कसले पाउँछ अरे? आज एउटै कुरा हामीले खोज्दैछौँ, हेर्दैछौँ, सुसमाचार गर्ने व्यक्ति। सुसमाचारद्वारा शान्ति स्थापित हुन्छ। लहरा पहरा छहराहरू प्रश्न एउटै गर्छन्, आफ्ना आफ्नै दाजुभाइ किन मार्छन्, मलाई शान्ति देऊ। मैले जीवनमा एउटा लेखेको गीत मध्ये एउटा यो गीत पनि एउटा सङ्गीत मध्ये, लहरा पहरा छहराहरू प्रश्न एउटै गर्छन्, आफ्ना आफ्नै दाजुभाइ किन मार्छन्, मलाई शान्ति देऊ। मान्छेले, मैले सबै कुरा बुझेको थिइनँ र पनि म शान्ति चाहन्थेँ, पिस चाहन्थेँ। पिस चाहिँ सुसमाचारले ल्याउँदो रहेछ। मान्छेले देऊ भन्दै गर्दाखेरि आउँदैन छ। शान्ति चाहिँ हामीले घोषणा गर्नुपर्दछ। त्यो चाहिँ कसको घोषणा अरे? ख्रिस्टको घोषणा। सबैले भनिदिनुहोस्, कसको घोषणा अरे? ख्रिस्ट येशू ख्रिस्टको घोषणा। सुसमाचारद्वारा शान्ति स्थापित हुन्छ। परमेश्वरको राज्य सुसमाचारद्वारा आउँछ। सुसमाचार गर्ने व्यक्तिले परमेश्वरबाट प्रशंसा पाउँदछ। यूहन्ना 3:34ले भन्यो, येशूले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउनु हुनेको इच्छा अनुसार गर्नु र उहाँको काम पूरा गर्नु नै मेरो भोजन हो। यदि म यसरी भन्छु, यदि कोही व्यक्ति सुसमाचारको लागि आफ्नो जीवन अर्पण छ भने नि, मैले भने एउटा भोजन भनेको चाहिँ शारीरिक भोजनको पनि मैले कुरा गरेँ, त्यो मान्छेलाई घटी हुँदैन। याद गर्नु होला, त्यो मान्छेलाई घटी हुँदैन। के खाउँ र के लाउँ भन्नु पर्दैन। यदि कोही मान्छेले सुसमाचारलाई अगाडि बढाउँछ, सुसमाचार लिएर हिँड्छ भने नि, मैले आज बेलुका के खाउँ र भोलि के खाउँ भन्नु पर्दैन। परमेश्वरले जुटाउँछ। एलियालाई कागद्वारा जुटाउने परमेश्वर हो, होइन? परमेश्वर हो। कागद्वारा मासु कहिले जुटाउँछ? मासु कहिले जुट्छ? कागको मुखमा भेटेको मासु कागले छोड्छ? छोड्दैन नि। तर त्यस्तो कागलाई पनि परमेश्वरले चाहिँ आफ्नो दासको लागि प्रयोग गर्दो रहेछ। कुनै दास परमेश्वरको लागि अर्पित हुन्छ भने आफ्नो परमेश्वर भोजन हो। यो भोजन एउटा भोजन भनेको आत्मिक भोजन होइन, त्यो एउटा जीवन दिने भोजन हो। परमेश्वरको कुरा गर्नु, परमेश्वरको आज्ञामा रहनु, त्यसले जीवन दिन्छ। जीवन त यो शरीर होइन नि त। तर म भन्छु, यो त जिउँछ, आत्मा त जिउँछ। तर त्यो मान्छेलाई नि जहिले आफ्नो समस्या मात्रै देखिराख्ने, जहिले आफ्नो अभाव मात्रै देखिराख्ने, जहिले आफ्नो कमजोरी मात्रै देखिराख्यो भने थाहा पाउनु त्यहाँ चाहिँ सुसमाचार कम्ती छ भनेर थाहा पाउनु। त्यो मान्छेको जीवनमा सुसमाचारको प्रभावकारिता घटेको छ भनेर थाहा पाउनु। यदि सेवक भएर कामै गर्दैन, त्यसले गर्दा हामीले बार बार भनिरहेको कुरा चाहिँ के हो? प्रचार गर्नु न, प्रचार गर्नु। यदि प्रचार गर्दा गर्दै पनि हुँदैन भने परमेश्वरले जुटाउनुहुन्छ। नत्र भने मण्डली चाहिँ यो दिनहरूमा मण्डली चाहिँ नि, मैले फेरि पनि भने, अहिले मैले चाहिँ यो हाम्रो मण्डलीबाट चाहिँ मैले पहिले प्रत्येक महिना चाहिँ 10,000 पाउँथेँ सेवा। 10,000 मलाई पास्टर अगुवाले दिनुहुन्थ्यो। 10,000 होइन, यसको 5औं गुणा कहिले पाउँछु म। प्रशस्त परमेश्वरको दासले चाहिँ भेटी ल्यायो भने 50,000 पाउँछु म। कोही बेला 40% यो चर्चबाट ल्याउँदै गर्दा त्यसको पछाडिको सुसमाचारको हात छ। आमेन, आमेन। याद गर्नु, प्रार्थनाको हात छ परमेश्वरमा। कोही बेला परमेश्वरले कोही बेला चाहिँ आउँछ, 50,000 आउला, लाखौं आउला कोही बेला, होइन? 4 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ भेटी आयो भने चाहिँ कति अमाउन्ट? त्यसको मतलब म मात्रै खाँदिनँ, फेरि बाँड्छु पनि, सेवा पनि गर्छु, म दिन्छु पनि एकअर्कालाई। तर हिजो अवस्था 10,000 हामी मण्डलीबाट आउँदै गर्दा अथवा मिसनबाट आउँदै गर्दा 10,000 मा कठिन त कठिनै हुन्छ, होइन? गाह्रो त गाह्रै। तर परमेश्वरको त्यो कुरा पनि परमेश्वरको खातिर हामीले छोड्यो। हामी अगुवा बाँच्ने भनेको सुसमाचारबाट बाँच्ने हो, मिसनबाट बाँच्ने होइन, ख्रिस्टबाट बाँच्ने हो हामी। यो कुरा चाहिँ तपाईँ र मैले बुझेर जाउँ राम्रोसँग।
सुसमाचारबाट बाँच्ने हामी, किनभने सुसमाचार परमेश्वरको लागि के हो? परमेश्वरबाट पाउने हाम्रो भोजन हो। साँच्चै भनेको, यदि तपाईँ र म सुसमाचार गर्छौँ भने, कुरा बुझ्नुभयो नि, जुट्दो रहेछ। हामीले भनिरहेछौँ, बिना बहिनीले पनि यसरी भन्नुभयो, म पनि अब मिसनबाट पैसा लिँदिनँ। अब मेरो आउने ठाउँ भनेको सुसमाचार हो अथवा मण्डली हो। मैले जति मण्डली बढाएँ, प्रार्थना गरेर रात दिन उपवास बसे, प्रार्थना गरे, के गरे, दुःख गरे, मान्छे आउँछ, उपवास हुन्छ, के हुन्छ, प्रार्थना हुन्छ, उनीहरूको स्रोत बढ्छ। उनीहरूको स्रोत बढेपछि चाहिँ भेटीमा आउँछ, भेटीबाट नै हो। नेपालभित्र हामीले भन्दै गरेको चाहिँ अगुवाहरूले चर्चको यदि कसैले के अरे चाहिँ मिनिस्ट्रीबाट चाहिँ या परमेश्वरबाट चाहिँ त्यो एउटा मिसन भेटी या के भन्छ त्यसलाई सेलेरी अनरम अथवा के भन्छ त्यो आशिष लिँदैन भने 40% भेटीको सबै भेटीको लिनु भनेर भनिरहेको होइन। सुसमाचार गर्न मान्छे बढ्दैन, मान्छे बढेन भने त्यहाँबाट कहाँ हुन्छ त? बढौँ न, गरौँ न। तर कतिवटा ठाउँमा गर्दा गर्दै पनि नहुँदाखेरि हामी एकअर्कामा मिलेर अगाडि बढौँ, एकअर्कालाई सहायता गरेर अगाडि बढौँ। 7 वर्ष, 10 वर्ष, 11 वर्ष भयो, अझै पनि हामीले त्यो कुरालाई चाहिँ गराउन सकेन भने होइन, अलिकति केही सोच्नुपर्छ होला। यही कुरा चाहिँ हामीले भनिरहेको। परमेश्वरले जुटाउनुहुन्छ। परमेश्वरले प्रभावकारी प्रचारका आवश्यकताहरू जहिले पनि, यदि कोही मान्छे आत्मा बाँच्नुपर्छ, परमेश्वरमा मान्छे जिउनुपर्छ, परमेश्वरमा मान्छे खडा हुनुपर्छ भन्यो भने चाहिँ अब प्रभावकारी प्रचारका आवश्यकताहरू के भन्दा नम्बर 1 पवित्र आत्माको अभिषेक। पवित्र आत्माको अभिषेक जहाँ हुँदैन नि, त्यहाँ नयाँ काम केही पनि हुँदैन। याद गर्नु, लेखेरै राख्नु, लेखेर राख्नु। पवित्र आत्मालाई जसले ठाउँ दिँदैन नि, जसले ठाउँ दिँदैन नि, त्यो व्यक्तिको जीवनमा हुँदैन केही पनि। तपाईँ शक्तिशाली प्रचारको पछाडि र तपाईँले गोस्पलको पछाडि पवित्र आत्माको हात हुन्छ। प्रेरित 1:8ले भन्यो, के भन्यो? हामीले प्राय पढिरहेको, कसैलाई कण्ठ छ भने लु भनिदिनु त, कसैलाई कण्ठ छ भने भनिदिनु त। आमेन, आमेन। यरुशलेममा, यहुदियामा, सामरियामा, पृथ्वीको पल्लो छेउमा यदि हामी साक्षी हुन्छौँ, शक्ति, हामी अभिषेक प्रचार गर्ने एउटा क्षमता आउँछ भने पवित्र आत्माले मात्रै गर्छ। म त्यस्तो बोल्न जान्ने मान्छे होइन, म त्यस्तो बोल्ने ब्याकग्राउन्डबाट आएको मान्छे पनि होइन। मान्छे आउँदाखेरि कतिचोटि लुक्ने मान्छे हो। अहिले पनि मसँग पवित्र आत्माको अभिषेक र मलाई परमेश्वरको कुरा बाहेक फाल्टो कुरा बोल्यो भने के बोल्नु जस्तो लाग्छ, त्यति जान्दिनँ। तर पवित्र आत्माले अभिषेक गरेको कहाँबाट आउँछ, उफ्री दिउँ कि जस्तो लाग्छ अभिषेक आएको बेला। साँच्चै भनेको, अरू बेला त म त्यति बोल्दिनँ। तपाईँले थियो हुन्छ कुमार भाइ त्यति बोल्दैन, कुमार भाइ त्यति बोल्दैन भनेको सुन्नुहुन्छ। मलाई त्यो फाल्टो कुरा आउँदैन, फेरि बोल्नै मन लाग्दैन। जानेको भयो बोल्नु फाल्टो कुरा कोही बेला। तर पवित्र आत्मामा भएर कतिबाट प्रचार गर्नु पर्यो भने कोही बेला गलेको पनि थाहा पाउँदैन रहेछ, गरेकै। किनभने अभिषेक चाहिँ पवित्र आत्माले गर्नुहुन्छ। त्यही पवित्र आत्माको अभिषेकमा मात्र प्रचार गर्ने शक्ति र क्षमता आउँछ। अगर हाम्रो ट्यालेन्टले प्रचार गरिहाल्यो भने पनि नयाँ काम हुँदैन कोही बेला चाहिँ। किन भन्दाखेरि त्यहाँ उद्देश्य र हाम्रो मन अलग हुन सक्छ। याद गरौँ होला, पवित्र आत्माको अभिषेक, सत्यताको जानकारी, पवित्र आत्माको अभिषेक हुन्छ। जे पाए त्यही बोल्दा हुन्छ त? वचन पनि जान्नु पर्यो, सिक्नु पर्यो, पढ्नु पर्यो, अध्ययन गर्नु पर्यो, सिक्नु पर्यो। जो जान्ने छ त्यहाँबाट पनि सिक्नु पर्यो। यस्ता ट्रेनिङहरू एटेन्ड गर्नु पर्यो, हेर्नु पर्यो, भन्नु पर्यो। हिजोदेखि हामी आजसम्म यसरी सिकेर आउँदै गर्दाखेरि चाहिँ त्यसले गर्दा प्रभावकारी कसरी प्रचार प्रभावकारी हुन सक्छ त भन्दाखेरि पवित्र, जहिले पवित्र आत्मा आउनुहोस् मलाई। जब पेन्टिकोस्टको दिन आयो, पवित्र आत्माको अभिषेक भयो, अनि मात्र चेलाहरूले पनि शक्तिशाली प्रचार गर्न सक्यो, नत्र नि गरेन, गर्नै सकेन। त्यो विषयमा भोलि हामी पवित्र आत्माको अभिषेक मागौँला, परमेश्वरसँग सहायता मागौँला। पवित्र आत्मा तपाईँले मलाई अभिषेक गर्नुहोस् भनेर भनौँला। निरन्तर प्रार्थना, एफिसी 6:19 भन्छ, निरन्तर प्रार्थना गर भनेर भन्छ परमेश्वरको वचनले, होइन? यस्तो भयो, हिजोस्तिका मेरा दिनहरू मैले अलिकति आत्मिक सङ्घर्ष बिताउँदै गर्दाखेरि चाहिँ रातमा अन्य भाषामा प्रार्थना गर्न मलाई अगुवाई गर्नुभयो। अनि त्यहाँदेखि चाहिँ आधी हुरी पनि चल्दै थियो। त्यहाँदेखि मैले त्यो मोबाइलको लाइट बालेर चाहिँ मलाई पवित्र आत्माले त्यही गर्न अन्य भाषामा 12 बजे झन्डै 2 घन्टा भएछ आराधना गरेको। कोठामा यता हिँडेको छ, आराधना गरेको छ, प्रशंसा गरेको छ, पवित्र आत्माको शक्ति र सहायता मागेको छ, परमेश्वरलाई हो महिमा गरेको। निरन्तर प्रार्थना। हाम्रा प्रार्थनाहरू कस्ताहरू छन्? अगुवाहरूको प्रार्थना कस्तो छ? हामी प्रार्थना कति? प्रभु तपाईँलाई धन्यवाद, एकजना दिदीले भन्नुहुन्थ्यो, दिन पनि तपाईँको, रात पनि तपाईँको, तपाईँ सबै कुरा जान्नुहुन्छ, यीशुको नाममा आमिन भन्यो, बङ्गै सुतिहाल्यो। एउटा कथा भन्थ्यो, उसको उहाँको कथा होला, व्यवहार होला। धेरैचोटि अगुवाहरूको पनि परिस्थिति त्यस्तै त होला।
हुन्छ, कोही बेला मैले पनि त्यो सामना गरेको छु। प्रभु धन्यवाद है, मेरो पाप क्षमा। राति चाहिँ म के भन्छु भने कोही कोही बेला दिनभरि के सोचे के गरे, प्रभु तपाईँले मलाई धोइदिनुहोस् है, मेरो सबै पापहरूलाई मानिलिन्छु भने घुप्लुकै सुत्छु। म पनि त्यसो गरिरहेको प्रार्थनाहरू कोही बेला। अगुवाहरूको घरमा डिभोसन चलेको छ कि छैन, व्यावहारिक कुरा गरौँ। अगुवाहरूको घरमा, पास्टरको घरमा डिभोसन चल्दैछ कि छैन, परिवारसँग सङ्गति भएको छ कि छैन, याद गर्नुपर्छ। प्रार्थना छैन निरन्तर भने चाहिँ कसरी चाहिँ सेवाकाई बढ्छ? हजुर, कसरी सेवाकाई बढ्छ? अर्को कुरा चाहिँ आयो यहाँनिर, मत्ती 5:13-16 हेरौँ त। यो त भयङ्कर प्रचारमा भयङ्कर चाहिने व्यक्ति हो, चाहिने कुरा हो होइन। यहाँनिर हेरौँ त, मत्ती 5:13-16 के अरे? उदाहरणीय जीवनशैली, प्रचारलाई प्रभावकारी पार्नका लागि। मुखले एउटा बोलेको छ, कामले अर्को गरेको छ। कहिले पनि प्रचार, त्यो मान्छेको विश्वासै गर्दैन भने जतिसुकै खतरा प्रचार गर्नु नि, जतिसुकै दामी ट्यालेन्ट दिनु नि, त्यहाँदेखि ट्यालेन्ट प्रस्तुत गर्नु नि, जीवनशैली ठिक छैन भने प्रचार प्रभावकारी हुन सक्दैन। जीवनशैली हुनु पर्यो, बोल्ने सही हुनु पर्यो, बोली सही हुनु पर्यो। मेरो आफ्नो व्यक्तिगत अनुभव हो, मबाट पनि कैयौँ गल्ती हुन्छ, तपाईँबाट पनि हुन्छ, तर क्षमा माग्ने मिलाप गरेर अगाडि बढिहाल्ने हो के। बार बार त्यही गल्तीलाई दोहोऱ्याएर चाहिँ त्यहाँ त्यही गल्तीमा चाहिँ कन्टिन्यू लागिराख्नु भएन नि त। हामी कसरी हुन्छ होइन भन्नु त? के भन्यो? कसैले पढिदिनु त ल। तिमीहरू पृथ्वीका नुन हौ, नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र हजुर, त्यो त बाहिर फालिन र मानिसका खुट्टाले पुर्न बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पानीले त छोप्दैनन्, हजुर, तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिमीहरूका सुकर्म देखुन्। आमेन। र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले महिमा गरून्। पिताको महिमा गरून्। आमेन, आमेन, आमेन। यहाँ हेर्नुहोस् है त, हामी बाहिर तातो पनि छ, त्यसले गर्दाखेरि ब्रेक पनि सायद चाहिँदैन होला। अब हामी अन्तिमतिर सक्दैछौँ होइन। त्यसलाई कसैलाई तपाईँलाई एकदमै इमर्जेन्सी छ भने यसो बिस्तारै जान सक्नुहुन्छ। अहिले यदि बाथरुम जानु पर्यो भने, तर यसलाई कन्टिन्यू लैजाउँ, हामीले त्यही कुरा भनिरहेको छौँ। अब हामीले हेर्दै गरेको यसलाई, हिजोको मण्डली आज 8वटा देशमा पुग्यो। हामीले चाहिँ पनि काम परमेश्वरको नाउँमा हामीले पनि अगाडि बढाइरहेका छौँ। तर समग्र रूपमा नेपालभित्रको जनसङ्ख्या हेऱ्यो भने चाहिँ 500देखि 1000 मुस्किलले पुग्छ। 500देखि 1000 मिनिस्ट्रीको नाम ठुलो छ होइन। 500देखि 1000 चुनौती छ कि छैन अगाडि? हजुर, हामीलाई चुनौती छ कि छैन भन्नुहोस् त? निश्चित रूपमा चुनौती छ। पास्टर अगुवाहरू, हाम्रा सम्पूर्ण परिवारहरू, तपाईँहरूले मैले बुझ्नुपर्ने कुरा, यसलाई कतिको गहन रूपमा तपाईँले लिँदै हुनुहुन्छ? परमेश्वरले दिएको सबैभन्दा गहन मिसन यही हो, आत्मा जित्ने हो। आत्मा जित्नको लागि एउटै प्रक्रिया छ, सुसमाचार हो। मैले भने होइन, परमेश्वरको वचनबाटै भनेको, मैले आफ्नो कुरा व्यक्त गरेको होइन। त्यसले गर्दाखेरि मैले अघि पनि भने, मैले फेरि माफी पनि मागिरहेको छु। कतिवटा कुरा चाहिँ मैले अलिक सिधा पनि दिएको छु, कतिवटा मैले डाइरेक्ट पनि भनेको छु। त्यसलाई तपाईँले सरल रूपमा लिनुपर्छ। दाजुले यसो भन्यो नभनिदिनु, त्यसलाई पचाउने क्षमता पनि बनाउनुपर्छ। किनभने यही कुराले तपाईँहरूलाई प्रोग्रेस गर्दै, उत्साह गर्दै, यही कुरालाई बनाउँदै हामीलाई लान्छ। एउटा नानीलाई चाहिँ जुन बाउले छडी हान्दैन, त्यो बाउले चाहिँ नानीलाई घृणा गरेको, माया गरेको होइन भन्छ। त्यसले गर्दाखेरि हाम्रो कमजोरीमा एकअर्का सुधार गर्ने वचनले चाहिँ त्यो कुरा भन्दै सिकाउँदैन। यहाँनिर भन्दै गरे उदाहरणीय जीवनशैली, पास्टरहरू उदाहरण भएर जिएका छौँ हामी। कुमार तामाङ उदाहरण भएर जिएको छ। कसको अगाडि भन्दाखेरि नम्बर 1 मेरो परिवारको अगाडि उदाहरण बन्नुपर्छ। मेरो श्रीमतीले चाहिँ कमसेकम मेरो श्रीमानले ठिकै गर्दैछ भन्न सक्नुपर्छ। मेरो बुढा हो भनेर उहाँ दबेर उहाँले मुख बन्द हुनु हुँदैन, खुलेर उहाँले भन्न सक्नुपर्दछ मेरो श्रीमानले गरेको सही हो भन्न सक्नुपर्छ उहाँले। मैले जबरजस्ती मेरो श्रीमतीलाई पेलेर राम्रो हो, मेरो बुढी, मेरो श्रीमती, नेपालीमा बुढी भन्छ होइन श्रीमतीलाई, अथवा यो भन्दै गर्दाखेरि यो शब्दलाई तपाईँले मलाई क्लियर पार्नु खोजेको, मेरो श्रीमतीलाई मेरो श्रीमान भनेर चाहिँ मैले उहाँलाई साथ दिनुपर्छ भनेर मेरो लागि उहाँले 2-4वटा कुरा बोल्नुभन्दा खुलेर मेरो बुढाले चाहिँ, मेरो श्रीमानले चाहिँ यो गर्दैछ भनेर भन्न सक्नुपर्छ। उहाँको अगाडि उदाहरण हुनु पर्यो। म मेरो नानीको अगाडि उदाहरण हुनु पर्यो, मेरो छोराको अगाडि, छोरीको अगाडि उदाहरण नम्बर 1 होइन। कोही बेला त छोराछोरीलाई आमा बाउलाई त पेलपाल पारेर हिँडिरहेको हुन्छ। त्यहीँबाट तपाईँ र मेरो लिडरसिप, तपाईँ र मेरो जीवनशैली, त्यहीँबाट चाहिँ के भयो? प्रश्न चिन्हभित्र पस्यो, क्वेसन मार्क भित्र पस्यो।
दोस्रो नम्बरमा मण्डली अगुवाहरूमा पनि तपाईँ र म उदाहरण हुनुपर्छ। मैले उदाहरण भन्दै गर्दाखेरि तपाईँ र म वचनको विपरीत जाँदै गर्दाखेरि तपाईँ र मैले सपोर्ट पाउनुपर्छ भन्ने होइन, सपोर्ट गर्नुपर्छ भन्ने होइन। वचनमा यो मान्छे कतिको सठिक छ कि छैन भनेर चाहिँ मण्डलीले देख्न पाउनु पर्यो। उदाहरण हुनु, मण्डलीमा उदाहरण हुनु पर्यो होइन। हाम्रो अगुवाहरूको बिचमा यतिको बिचमा हुँदै गर्दा होइन, तपाईँ र म चाहिँ यतिको बिचमा हुँदै गर्दा उदाहरण बन्नु पर्यो। मेरो जीवनमा मेरो एक दुईवटा कमजोरीहरू कोही कोही बेला म स्वीकार गर्छु। म दिनभरि कतिवटा काम गर्छु, राति एकदमै त्यो कुरा याद आउँछ। मेरो एउटा कमजोरी मध्येमा अलिकति म लोभ पनि गर्ने खालको मान्छे रहेछु। मैले पहिले हेर्दाखेरि म त्यति मान्छेलाई खोलेर एकदम नदिने मान्छे, तर पवित्र आत्माले दिए भनेको ठाउँमा दिने मान्छे हो होइन, केही एकदम बल गरेर त्यस्तो दिने मान्छे होइन। कोही कोही बेला मलाई चाहिँ मेरो मेरो मण्डली हेर्दाखेरि लोभी पास्टर भनेर चिन्छ कि उदार पास्टर भनेर चिन्छ, मैले आफैले क्वेसन गर्दै थिएँ। कुरा बुझ्नु नि, मेरो अर्को पक्ष राम्रो होला होइन, मेरो प्रचारको पक्ष राम्रो होला, मेरो सेवा गर्ने पक्ष राम्रो होला, अन्य पक्ष मैले के गर्दैछु, मैले त्यसलाई यति साह्रो अभ्यास गर्नु पर्यो। मैले कतिवटा कुरा चाहिँ प्र्याक्टिकलमा ल्याउनको लागि हाम्रै मण्डलीको अगाडि चाहिँ एउटा, यसको मतलब चाहिँ उदारता भन्ने बित्तिकै जहाँ पाए ती भक्की भक्दिँदै हिँड्नु हो त, त्यो पनि होइन। तपाईँ र मलाई मण्डलीमा एउटा उदाहरणीय एउटा चाहिँ के हुनु पर्यो, उदाहरणीय जीवन जिएको देख्नु। अनि तपाईँ र मेरो लिडरसिपलाई पनि मान्छेले चाहिँ के गर्छ, तपाईँ र मैले दिँदै गरेको लिडरसिपलाई मान्छेले एक्सेप्ट गर्छ या स्वीकार गर्छ, न त गर्दैन। कुरा बुझ्नु भयो नि। अर्को कुरा, छिमेकमा उदाहरण हुनु पर्यो। छिमेकमा पनि उदाहरण, जीवनशैली सठिक देखाउनु पर्यो। छिमेकमा पनि, जहाँ पनि हामीले के बोल्दैछौँ, हामीले के खाँदैछौँ, हामीले के गर्दैछौँ, यो चाहिँ उदाहरण हुनु पर्यो पास्टर अगुवाहरू, न त प्रचार प्रभावकारी हुन सक्दैन। तपाईँलाई मैले जहिले उदाहरण दिइरहेको हुन्छु, थुप्रै कामहरू हुन्छ, कोसिस गर, प्रयास गर। कोही कोही बेला सामाजिक काम भन्दै हामी यो चर्च यहीँनिर भएको कारणले गर्दा मैले तपाईँलाई उदाहरण दिएको, ऊ त्यो रोडहरू प्राय चर्चले सफा गर्छ, प्राय। यो सन्डे पनि मैले यता तयारी गर्न पनि हामी दुई तिनजना हामी यहाँनिर बसेर लेखेको त्यो कतिवटा कुरा मैले सायद भाइहरूसँग सहायता मागेँ। म जान सकिनँ, तपाईँहरू जानुहुन्छ कि के गर्नुहुन्छ, म यो रोड सफा गर्ने इच्छा छ। अनि बहिनीहरू मिलेर कतिजना मिलेर चाहिँ त्यहाँ रोड सफा गरे होइन। कहाँबाट गर्दैछ, के हो यो, को हो, कुन संस्था हो, के हो होइन, हामी त चर्च हो, यहाँनिर रेअफ भन्ने चर्च छ, अनि हामी यहाँको हाम्रो टिम हो, परिवार हो, यो सेवा गर्दै गरेको, हामीले रोडहरू सफा गर्दै गरेको। मैले हिजो पनि अस्ति पनि उदाहरण दिएँ। एक दिन त्यो हाम्रो होस्टेलबाट एउटा नानीले चाहिँ ढुङ्गा हान्दैछ। ढुङ्गा हानेपछि यतापट्टिको घरको त्यो सुवेडी सरको घरको चाहिँ त्यो ठुलो यति बाक्लो चाहिँ सिसा टक्कै चोट लागेछ। खुर्र कुदेर गएँ म, थाहा पाउने बित्तिकै लुकाउँदै रहेछ नानीहरूले। अनि बुवा मात्रै हुनु रहेछन्, बुवा नमस्ते, हजुर हाम्रो आरामै हुन्छ, के कसो हुनुहुन्छ, हाम्रो नानीले उताबाट ढुङ्गा हानेछ, ढुङ्गाले हानेर यो उयो चोट लागेछ, तपाईँले थाहा पाउनुभयो? मैले थाहा पाएँ। कस्तो चकचके नानीहरू, यो कस्तो, यस्तै छ विभिन्न खालको परिस्थिति, त्यसले गर्दा माफ गर्नु होला। अनि यसको कति लाग्छ, म अब यो त बनिँदैन नि त, त्यो त बनिँदैन, डल्लै फेर भने डल्लै फेर्नु पर्ने हुन्छ त्यहाँनिर। खास भन्ने सबै एउटा यति बाक्लो सिसा, यत्रो पर्दा जस्तो लागेको सिसा फेर्नु पर्ने कति खर्च लाग्छ बुवा? त्यसको परिबन्ध गर्नु अलग फरक चुनौती थियो मेरो लागि, तर पनि मैले भन्नु पर्थ्यो, बुवा यो म फेर्छु है, फेर्छु। अनि छोरा आएर म भरे भन्छु, कुरा गरौँला नि त भने छोरालाई पनि भनेछ। मैले एक दिन देखेँ, म खुर्र फेरि कुदेर आएँ। मैले हेरिरहेको थिएँ सर कहिले आउँछ र, उहाँ पनि काठको काम बेर्ने व्यापारी, अनि हेरिराखेँ। हेरेर आउँदाखेरि एक दिन आउनुभयो, गाडी बिसाउनु भयो, म खुर्रै कुदेर गएँ। अनि दिनेश सर यस्तो यस्तो भएछ, हाम्रो एउटा नानीले चाहिँ उताबाट होस्टेलबाट ढुङ्गा हानी पठाउँदा यहाँ चोट लागेर छ, के कसो गर्नुपर्ने, माफ गर्नुहोस्, यस्तै भइहाल्यो, यसको तिर्छु भनेको। ह्यात कुमार सर, उहाँले त्यसरी भन्नुभयो, ह्यात कुमार सर तपाईँले कहाँ यो तिर गर्नुपर्छ, यस्तो धेरै चोट पनि लागेर जान्छ, पर्दैन केटाकेटी, यस्तै हो, ठिकै छ, पर्दैन भयो, तपाईँहरूले कतिवटा कुरा गरिराख्नु भएको छ भनेर त्यसरी बोल्यो कि। अनि मैले यसो हेरेँ, काहीँ न काहीँ उहाँले एउटा प्रभाव परेको रहेछ जस्तो लाग्यो। मैले आफूलाई ठुलो बनाउनु खोजेँ, कोसिस गरेँ कसरी मान्छेको बिचमा एउटा प्रभावकारी काम गर्न सकिन्छ, अनि नै एक्सेप्ट गरेँ। र बेलुकै पछि त्यहाँ डिभोसन हुन्छ, यस्तो कराएर नानीहरू गाउँछन् होइन। कोही बेला प्रभुलाई महिमा होस्, अहिलेसम्म कम्प्लेन गरेको छैन। यो पनि केही न केही एउटा प्रभाव, मान्छेले चाहिँ भजनहरूबाट पनि काहीँ न काहीँ प्रभुको महिमा त भइरहेको। प्रभावकारितालाई बनाउने कोसिस गर्नु पर्दछ अगुवाहरूले। मैले गरेँ भनेको होइन, मेरो कोसिस हो, उहाँहरूले एप्रिसिएट गरे त्यो होइन, मैले त्यसलाई चाहिँ एउटा गवाईको रूपमा मैले राखेँ। तर के छ भने प्रभावकारिता के छ, होइन त?
कोही कोही बेला गाडीहरूमा हिँड्दै गर्दा ठुलो टेम्पटेसन हुन्छ होइन बाबु, यति साह्रो टेम्पटेसन हुन्छ। कोही कोही बेला त ठाउँको ठाउँ 2-4 शब्द भ्याटको भ्याट दिउँ जस्तो लाग्छ। गाडीमा चाहिँ जहिले तपाईँले जानु, अस्ति पनि भाइलाई एउटा कन्सेप्टमा के छ भन्दाखेरि अब जाने बेलामा पनि कसले अब त्यो ठाउँ साट्छ कि के गर्छ भन्ने दिमागमा आइराख्नु सक्छ, गर्छ त्यस्तै। त्यतिखेर पनि मान्छेलाई सहेर त्यो बिचमा यो मान्छे चाहिँ क्रिस्चियन हो भन्ने एउटा प्रभाव पार्दै गर्दा होला उसँग मेरो दोस्रोचोटि भेट होला नहोला, तर ख्रिस्टको नाम त त्यहाँ उचालिँदो रहेछ। कोही बेला यस्ता कुरा गर्नको लागि निकै ठुलो कसरत पर्छ। सुसमाचारलाई प्रभावकारी पार्नको लागि चाहिँ के हुनुपर्छ, मलाई एक दिन त्यो कुराहरू आयो। म कोही कोही बेला चाहिँ मान्छेको अगाडि चाहिँ कसरी हो, एक दिन मैले पर्स भेटेँ, मलाई त्यो एउटा उदाहरण छ। अनि यसो हेरेको मोबाइल देखेँ, यो मोबाइलमा यही कल आउँछ होला, मै उठाउँछु, जसलाई कसलाई दियो भने त फेरि लगेकै पार्छ होला भनेर अनि म त बोजूलाई बोजूलाई पनि लिएर आउँथेँ। म भुरुङ्गा जान्थेँ त्यतिखेर, भुरुङ्गा गएर चाहिँ गाडीमा कुदेर आउँदै थिएँ, भेटेँ। अनि भरे ओभरसिप गर्दै थिएँ, यहाँनिर चाहिँ फोन आयो, अनि फोन उठाएको, अरे दादा यो मेरो को हो भन्ने त्यहाँ आत्तिएर, त्यो दादा यो त मेरो फोन हो नि, मेरो फोन हो, कहाँ हुनुहुन्छ तपाईँ, मलाई दिनु न ल, दिनु न, त्यस्तो भने त दिनु न ल, दिनु न। अनि तपाईँको म दिइहाल्छु नि त, किन त्यस्तो आत्तिनु भएको, केही छैन। अनि हतार हतार आत्तिएर त त्यहाँ त मेरो पर्समा मेरो पैसा पनि छ नि दादा, दादा मेरो पैसा छ नि भन्यो। छ होला, मैले त हेरेको छुइनँ भनेर भन्यो। कहाँ हुनुहुन्छ दादा, मोडल क्याम्पस। अनि एकछिन आराधना गर्दै थियो, अनि एकजना बहिनी टुप्लुक्क टिका लगाएको बहिनी आए, अनि यस्तो हेरेको, कोही नयाँ विश्वासी हो, कहाँ प्रचार सुनेर आएछ, जयमसी भन्दै आयो फेरि, जयमसी भन्दै आयो फेरि। अनि त्यहाँदेखि यसो हेरेको नयाँ विश्वासी हो, कसको प्रचारबाट आएछ भनेको त खुसी भने त, दादा अघि मैले फोन गरेको थिएँ नि त, हजुर नै हो भन्यो। ए बहिनीको हो, मोबाइल हराएको, ए हो। अनि त्यहाँदेखि चाहिँ यहाँनिर छ झोला भनेर दिएँ, अनि मोबाइल पनि दिएँ। बहिनी के पैसा भनिदिन्थ्यो, कति छ के छ, मैले हेरिनँ पनि, किस्ता तिर्न आएको, ब्याङ्कमा किस्ता तिर्न आएको पैसाको मुठाइ रहेछ त्यहाँनिर, मैले हेरिनँ पनि होइन। होला मैले मेरो आजसम्म जिन्दगीमा उनसँग भेट भएको छैन, तर मलाई यस्तो लाग्छ क्रिस्चियनहरूले दिँदै गरेको उदाहरण चाहिँ वास्तवमा प्रभुको महिमा भइरहेको छ। सायद उसले आफ्नो जीवनमा यीशु ख्रिस्टमा विश्वास गर्ने मान्छेहरू चाहिँ यस्तो एउटा उदाहरणीय जीवन जिउने कोसिस गर्नुपर्छ। भला मैले पनि ती सबै कुराहरू गर्न सकेको छुइनँ, तर प्लिज प्रभावकारी प्रचारलाई उदाहरणीय जीवनले अझै के गर्छ, त्यसलाई शक्तिशाली बनाएर लान्छ। अगुवाहरू बोलीमा, वचनमा, जीवनमा, रहनसहनमा गल्ती हुन्छ, मबाट तपाईँबाट हुन्छ, सुधार गरौँ न, अगाडि बढौँ न, तब मात्रै राम्रो हुन्छ। मैले भने यीशु प्रभुले कोही पनि नाश नहोस् भन्ने उहाँको इच्छा छ। ठुलो कुरा गर्न सकेन भने लाखौँको क्रुसेड गर्न सकेको छैन, केही सकेन भने अहिलेको भनाइअनुसार चाहिँ केही सकेन भने केही न केही त गरौँ न। ठुलो कुरा गर्न नसके पनि एउटा आत्माको उद्धारको लागि। हालेलुया, हालेलुया। तिनै कुरा समूहमा काम गर्ने कस्तो गाह्रो छ नि, समूहमा काम गर्नको लागि होइन भन्नु त, कति गाह्रो छ। मिलेर काम गर्नको लागि आफ्ना आफ्ना विचार छन्, आफ्ना आफ्ना सिद्धान्त छन्, तर त्यो व्यक्तिले समूहमा मिलेर काम गर्न सक्दो रहेछ जुन व्यक्ति चाहिँ ईश्वरीय सिद्धान्तमा आउँछ। आमेन, ईश्वरीय सिद्धान्तमा आउँछ। मैले त्यही कुरा भन्छु, व्यवहारिक कुरा गर्छु, कोही कोही बेला फ्रेस कुरा गरौँ होइन। कोही कोही बेला हामी दाजुभाइको पनि कतिवटा सिद्धान्त काम गर्ने तरिका मिल्दैन। भाइ फास्ट काम गर्छन्, म स्लो काम गर्छु होइन। अनि भाइले मलाई सही दिनु भएको छ, मैले भाइलाई सहने कोसिस गरेको छु, अनि हामी एकतामा मिलेको खास। एक दिन यसरी भन्दै थियो मलाई, हामी दाजुभाइ त मिलिहाल्छौँ, त्यति गाह्रो छैन। एक दिन मलाई एकजना मित्रले, हाम्रै मण्डलीको मान्छेले भन्नुहुन्थ्यो, पास्टर कैलाशसँग चाहिँ तपाईँ कसरी मिलेको हौ भन्दै थियो क्या। धेरैले भन्यो, तपाईँलाई चाहिँ हान्दैन, टोक्दैन, तपाईँलाई चाहिँ प्रहार गर्दैन। कति गर्यो गरिन् त्यस्तो त, कति गर्यो साँच्ची कि भनिदिउँ हो, एक दुई कुरा भने यस्तो भयो, मैले यति थिचेँ साँच्ची भनेको। पास्टर अगुवाहरू बोलाएको छ, माथि बेलडाङ्गीमा भित्र उपरखुट्टी लाएर बसेको छ, अफिस पनि बनाएको छ, दाइले हो अफिस बनाएछ, घुम्ने कुर्सी छ। खोइ के न्युमा मैले त्यस्तो ठुलो गल्ती पनि गरेको होइन, यस्तो साह्रो त दिएन त मलाई त। ओ दाजु तपाईँले चाहिँ के गरेछौ भन्ने जस्तो झन्डै मुखभरि आइसकेको थियो। थामेर बसे, साँच्ची हो किन मिलेको। अनि मान्छेले क्वेसन गर्यो, पास्टर कैलाशसँग त कसरी मिलेर बसेको, सहेर मिलेर बसेको, वचनको आधारमा हिँडेर मिलेर बसेको, नत्र सक्थेन नि। कहाँ सक्छ हौ मान्छेले, हौ बेकारमा सक्छ। वचनको आधारमा उभिएको कारणले सकेको, उभिने कोसिस गरे, पवित्र आत्माले सहायता मागे, उहाँले शक्ति दिएर सकेको, नत्र सक्दैन। कोही कोही बेला यस्तो प्रहार गरिदिन्छ, भक्कै यहाँ लागेको जस्तो हुन्छ त्यस्तो शब्द। प्रभु मलाई शक्ति दिनुहोस् पवित्र आत्माले, तब न समूह मिलेर चाहिँ टिम मिलेर काम गरेको दाजु। तर कोही बेला उसलाई खुस परेको मैले बुझेँ, कोही बेला खुस परेको बेला भाइ
माफ गराइ भन्छ, गोडङ्ग हाँस्छ फेरि फेरि। हिजो खोइ के भन्यो, म त ब्ल्याटे के भने भन्छ, दाजु हिजो के भनेको तपाईँले यस्तो यस्तो भनेको थियो भने मैले, ए भाइ मैले भने गर्छ, अब के भन्नु भरे त्यस्तो भयो। यति साह्रो गाह्रो हुन्छ समूहमा मिलेर काम गर्नु। तर जब समूहमा मान्छेले मिलेर काम गर्छ नि, शक्तिशाली सुसमाचार, प्रभावशाली सुसमाचार भन्छ। आमेन। यसो हेर्छ मिलेर काम गरिरहेको, मिल्नु कति साह्रो पर्छ होइन? कति साह्रो पर्छ मिल्नु, भन्नु त। मिल्छ मान्छे, मिल्छ। मिल्नलाई सहनुपर्छ, वचनको धरातलमा उभिनुपर्छ मान्छे। त्यसले गर्दा धेरैचोटि हामी मिल्न सक्दैन भने वचनको धरातलमा म कति उभिएको छु, आफूलाई कति पर्सेन्ट उभिएको छु, आफूलाई टेस्ट गर्नु, ल्याबमा राख्नु, वचनको ल्याबमा राख्नु, आफूलाई ल्याबमा राख्नुपर्छ। हेर्नु यति पर्सेन्ट म मिल्न सकेको छुइनँ भने म यति पर्सेन्ट सुधार गर्नु पर्दछ भन्ने कुरा। सबैसँग मिल्नुपर्छ भन्ने होइन, गलत सिद्धान्तमा मिल्नु पिटिकै भन्दिनँ म होइन, तर सही सिद्धान्तको लागि, सही कामको लागि मिल्नु, सामूहिक काम, परमेश्वरको राज्य र सुसमाचारको लागि तपाईँहरू मिलेर अगाडि बढ्नुपर्छ। मैले यो कुरा जोड गरेँ। यसले गर्दाखेरि सरल तरिकाले मान्छेलाई बुझाउनु, प्रभावकारी प्रचारमा मैले समूहमा काम गर्ने कुराहरू पनि भनिरहेको छु। पास्टर बाबुले जहिले एउटा कुरा भन्नुहुन्छ, समूहको कुरा गर्ने, ठुलो अर्गनाइजेसन नेपालमा छैन अरे के। जहिले पनि वान म्यान आर्मी हो अरे नेपालभित्रको स्पिरिट चाहिँ। भिक्टोरिया क्रस पाउने मान्छेहरू नेपालमा चाहिँ यत्रो खुकुरी बोकेको छ, भक्की भक हानेछ, यता हानेको छ, मर्यो भने मरिहाल्यो, मरेन भने भिक्टोरिया क्रस पायो। किन भन्दाखेरि एक्लै लापा परेको हो नि त। ऊ त बाँचेर कसो कसो रुखमा छल्लिँदै छल्लिँदै उताबाट आउँछ, अनि त्यो खुकुरी देखेपछि डराउँदा के भयो, त्यो एक किसिमको स्पिरिटै छ। अनि त्यहाँदेखि भक्की भक काट्छ, अन्तिममा सबलाई मार्छ, अनि भिक्टोरिया क्रस एक्लै जित्छ। समूहले जितेको नाममा आउँदैन। भिक्टोरिया क्रस पाउने त प्राय मान्छे एक्लै हो नेपालमा। किनभने एक्लै लड्ने मान्छे। नेपालभित्र सामूहिक स्पिरिट त्यति काम गरेको छैन भन्छ पास्टर बाबुले। हो पनि ठुलो अर्गनाइजेसन छैन। मण्डली 200 जना जस्तो भयो, प्लाट 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 टुटिहाल्छ हौ, होइन भन्नु त। अधीनमा कोही बस्दैन, होइन भन्छ। 150 जना जस्तो मण्डली भयो भने हाम्रै यहीँबाट हाम्रो परिवार टुटेर गइसक्यो। कति छ होला, चान्चुन बच्चा गच्ची गएर चाहिँ 200 को हाराहारी छ होला यहाँनिर, होइन? फुट्टै निक्लिहाल्छ। किन, के भएको भन्नु त? समूहमा मिलेर काम नगरेको। कसरी प्रभाव? अनि उ त्यहाँ छिमेकीले भन्छ, आफ्नै आमाले भन्छ, उनको आफ्नै बुवाले भन्छ, हाम्रो आफ्नै आमाले भन्छ, तपाईँहरू त पहिले यस्तै हुन्थ्यो त, अहिले त खोइ बोल्दैन तपाईँहरू त भन्छ। उहाँले विश्वास गरेको छैन। त्यो 2 जनाको बोली वचन बन्दले नै त्यो आमाको उद्धार सदाको लागि रोकिदियो। यति साह्रो डरलाग्दो कुरा भएको छ। खोइ सामूहिक काम होइन, के गर्ने? आफ्नो आफ्नो अहमता देखाएर हिँड्ने, आफ्नो आफ्नो स्मार्टपन देखाएर हिँड्नु, हामी आफ्नो आफ्नो भयङ्कर म भनेर हिँड्नु, त्यसरी परिचय गराउनु। याद गर्नु, नम्रताले के गर्छ अरे, जहिले पनि समूहलाई निर्माण गर्छ, समूहलाई बनाउँछ, सामूहिक स्पिरिटलाई खडा गर्छ। समूह मिलेर काम गरेन भने कहिले पनि तपाईँले हेर्नु प्रभावकारी प्रचार। यहाँ कोही कोही बेला यस्तो खालको कुरा लाग्छ मलाई, हाम्रो नेपाललाई चाहिँ हर्क साङपाङ पनि एउटा कुरा चाहिँ बेकार लाग्छ मलाई। म कसैको ऋण सिन चाहिँदैन भन्छ। ऋण दियो भने ठिकै छ, आवश्यकता परेको बेला अनुदान दियो भने त ठिकै छ, कोही चाहिँदैन र एक्लो गर्छु त्यस्तो पनि नभन्नु, होइन? मिलेर गर्ने, संसारै मिलेर चल्ने। त्यसले गर्दाखेरि कुनै पास्टर चाहिँदैन हामीलाई, कुनै छिमेकीको मलाई आवश्यकता चाहिँदैन, कुनै प्रचारक चाहिँदैन भन्नु हुँदैन। हामीलाई एकअर्काको साथ चाहिन्छ। ख्रिस्टको मण्डली विश्वव्यापी मण्डली, त्यसका अङ्गहरू विश्वव्यापी। कोही प्रचारमा कोही वरदान हुन्छ, कोही प्रचारमा कोही वरदान हुन्छ। मिलेर काम गरौँ न, परमेश्वरको राज्य विस्तार गर्नको लागि, मान्छेको आत्माको उद्धारको लागि। हालेलुया, हालेलुया। सरल तरिकाले जहिले पनि हामी सरल तरिकाले प्रार्थना गरिदिने, अनुरोध गर्ने, जहिले पनि प्रार्थनाले खोल्ने हो, नर केही पनि हुँदैन। प्रार्थनाले भएन भने प्रचार गर्ने तरिकामा तपाईँले बोल्यो, हामीले हेऱ्यो भने, मेरो आफ्नो अनुभव हेऱ्यो भने, जहिले पनि मान्छेलाई रेस्पेक्ट गर्नुपर्छ, सम्बोधन गर्दा हजुर, आमा, बुबा भन्नु पर्दछ। सम्बोधन गर्दै गर्दा राम्रो नजिकको साइनोबाट गर्नुपर्छ सम्बोधन। तपाईँहरूको गाउँमा त कस्तो तपाईँहरूको भन्ने बित्तिकै उसलाई शब्दले नै पर पुर्याइदियो। तपाईँहरूको गाउँमा त, तपाईँहरूको ठाउँमा कस्तो हो भन्ने बित्तिकै तपाईँ हाम्रो यो ठाउँ है कति सुन्दर है भन्यो भने नि कस्तो मजाले मान्छेले एक्सेप्ट गर्छ। ओहो, आफू अपनत्व लियो। जहिले पनि अपनत्व लियो। सम्बोधन गर्दाखेरि नजिकको मान्छे जस्तो गरेर सम्बोधन गर्नुपर्छ। नजिकको मान्छे हो पनि तपाईँले बुझ्यो भने, किनभने एउटै ईश्वरको सृष्टि हो सबैजना। एउटै ईश्वरको सन्तान नभए पनि एउटै ईश्वरको सृष्टि हो। सृष्टि चाहिँ ख्रिस्टलाई ग्रहण गरेपछि सन्तान हुन्छन्, होइन? सृष्टि हो। त्यसले गर्दाखेरि सम्बोधन र परिचय गर्दै गर्दाखेरि जहिले पनि आदरपूर्वक, जहिले पनि मान्छे दोहोरो बातचितमा, धेरैचोटि क्रिस्चियनहरूबाट वाक्कै भएको छ, प्रचारबाट वाक्कै एकोरो भक्की भक भनेको भने गर्छ, धिक मरिन्जेल भन्छ, अनि उनले केही कुरा भन्ने बेला चाहिँ फुत्तै निक्लेर हिँड्छ। पहिले पनि त क्रिस्चियनहरू देख्यो भने भाग्छ मात्रै, त्यस्तो मान्छे देख्यो भने चाहिँ मान्छे ऊ हाई हाई क्रिस्चियन भाग 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 भन्छ मान्छे।
होइन। किन भन्दाखेरि चाहिँ एकहोरो चाहिँ दिन्छ, उनको कहिले कुरा सुन्दैन। दोहोरो बातचित हुनुपर्छ, आदर गर्नुपर्छ, जहिले पनि रेस्पेक्ट, सुन्ने व्यक्तिको रुचिको विषयमा बात गर्नुपर्छ। जो मान्छे स्टुडेन्ट छ भने स्टुडेन्टको कुरा गर्नु, कोही मान्छे टिचर छ भने त्यस्तो खालको कुरा। हाम्रो गाउँमा पनि टिचर छ, हाम्रो सर पनि एउटा एकदम राम्रो थियो भन्यो भने उनीहरू त्यो स्पिरिट मिल्छ। कोही बेला प्रचार गर्नलाई कतिवटा कुरा चाहिँ मान्छेलाई रुचिको कुरा गर्ने, धेरै सुन्ने र ठिकै बोल्ने बानी भयो। धेरै सुनिदिनु अर्काको, धेरै सुनिदियो भने पनि वास्तवमा चाहिँ त्यो मान्छेले चाहिँ आफ्नो कुरा व्यक्त गर्छ गर्छ गर्छ, अनि उसको कतिवटा कमजोरी थाहा पाउँछ। यो कमजोरीमा यो अवस्थामा सहायता गर्ने त प्रभु येशू मात्रै हुनुहुन्छ है। दाजु, सर, हजुर भन्नुपर्छ, त्यहाँदेखि उसले ठक्कै त्यो कुरा लिन्छ। मान्छेले हाम्रो चाहिँ धेरै प्रचार आफू मतलब आफूले धेरै प्रचार गरेर त मैले उसलाई लगाइदिएँ केही कुरा भन्ने जस्तो हुन्छ, उसले भित्र सुनेकै हुँदैन। वास्तवमा धेरै आफूले अरूको कुरा सुनिदिनुपर्छ, कमजोरीमा सहायता पुर्याउने कोसिस गर्नुपर्छ। मान्छेको कमजोरी थाहा पायो भने, तर कमजोरी भने हिट गर्नु हुँदैन, त्यसलाई कमजोरी देख्यो भने ए भने उसलाई टोक्नु हुँदैन, उसलाई थिच्नु हुँदैन। सामाजिक कार्यद्वारा कतिवटा कार्यलाई प्रभावकारी बनाउन सकिन्छ। विभिन्न माध्यम, फिल्म, अन्य सडक जनचेतनामूलक कार्यक्रम, अन्य कुरा चाहिँ या प्रौढ शिक्षाहरू के ल्याउने समाजमा, त्यो तरिकाले चाहिँ तपाईँको सुसमाचारलाई हाम्रो के अरे हाम्रो पर सिर्जना बस्तीको चर्च चाहिँ ट्युसन सेन्टर हो। अहिलेको चर्च चाहिँ खास ट्युसन सेन्टर हो। अनि पास्टर प्रहलाद लगायत मन अङ्कल पनि त्यतिखेर त्यति नपढेको भए पनि उहाँले केही कुरा, अनि त्यहाँनिर चाहिँ एउटा ट्युसन, सबैले फ्री ट्युसन गर्यो सबैको नानीहरू। बिस्तारै त्यहाँ भजन हुन थाल्यो, कतिजना नानीहरू निकाल्यो होला सायद, होइन बहिनी, कतिजना। तर बिस्तारै के भयो, त्यहाँनिर चाहिँ एउटा सुसमाचारको वातावरण भयो। नानीहरूले पनि केही प्रोग्रेस पनि गर्यो होला, इङ्ग्लिसमा केही सुधार पनि गर्यो होला। इङ्ग्लिस चाहिँ त्यहाँनिर निट थियो, एकदम आवश्यक। पछाडि गएर त्यही ठाउँ चाहिँ सिर्जना बस्तीको एउटा चर्च बन्यो, जहाँबाट अन्य धेरै चर्चहरू विस्तार भएर गएको छ। आज सामाजिक कामहरूबाट या गर्नु, होइन, प्रौढ शिक्षा, तपाईँको ट्युसन सेन्टरहरू, अन्य कुराहरू, सन्दर्भ र संस्कृति जस्ता कुरालाई ध्यान र मध्यनजर गरेर कुरा गर्दा हुन्छ। सन्दर्भ एउटा छ, अर्को कुरा चाहिँ प्याट बोलेर हुँदैन, होइन। पहाडको सन्दर्भमा यहाँ अमेरिकाको सिटीको कुरा गरेर पिटिकै हुँदैन, सन्दर्भ अनुसार कुरा गर्नुपर्छ। पहाडको सन्दर्भमा गाउँ बेसी, अनि त्यस्तो कुरामा हाम्रो दिपक सरले कोही बेला ल्याउनुहुन्छ, अनि आमा हजुर हजुर भन्दै गर्दा चाहिँ यहाँको हाम्रो पनि पहाड यस्तो उस्तो भन्दाखेरि त त्यो डाँडा काँडा लेक बसीको त्यो ठक्कै छुँदो रहेछ, अनि मान्छेले सुनिदिन्छन्। त्यतिखेर ख्रीष्टको सन्देश लाउनु पर्छ। विभिन्न कुरा चाहिँ यसमा अब हाम्रा यस्तो कुराहरूमा अझै संस्कृति, सन्दर्भ जस्ता कुराहरू, त्यहाँको परिस्थितिहरू चाहिँ उहाँले कलेजमा पढ्छ होला, भाइहरूले कलेजमा पढेर आउनु भएको होला, अन्य कुरा थुप्रो कुरा त्यो विषयमा। अनि अन्ततः गएर कन्क्लुजन निरन्तरता दिनुपर्छ। जहिले पनि एउटा गोस्पल एउटा मान्छेलाई, मेरो पनि एउटा कन्टिन्युटी भन्ने कुरा चाहिँ अलिकति ब्रेक हुन्छ बिचमा, तर त्यसलाई मैले, तर एउटा मान्छेलाई सुसमाचार गरेर ल्याइसकेपछि या सुसमाचार गरेपछि त्यसलाई फलोअप, यहाँ सियोनले त्यस्तो गर्छ। सियोनले चाहिँ नि एकचोटि प्लिज मोबाइल नम्बर दिनु न हजुर, मोबाइल नम्बर दिनु न भन्छ कि फोन गरेको वाक्कै पो लाउँछ त तपाईँको। त्यो मान्छेलाई झुटो शिक्षामा लगेरै छाड्छ हो। त्यहाँदेखि कस्तो एकरो गर्दो छ। हाम्रो त्यस्तो छैन नि भन्नु त। एकचोटि सुनायो, सुन्छ, जान्छन् नरकै जान्छन्, बेकार सुनाउने काम गरिहाले, बेकारमा यहाँको के को टेन्सन पो भनेर हिँडिरहेको छ हामी, होइन। मैले भने कतिचोटि, कोही बेला मान्दैन त, मान्दैन भने के खाँचो छ, के दरकार छ पो भनेर हिँड्ने। तर उनीहरू चाहिँ के गर्छ, सुनाएर सायद के गर्छ कुनै त्यो एकजनामा, कति मान्छेले भन्छ एकजना मान्छे ल्यायो भने त्यो आधारमा पैसा दिन्छन्, देला नदेला मलाई त्यो थाहा छैन, होइन। तर यति साह्रो फलोअप गर्छ, यति साह्रो निरन्तरता दिन्छ नि। त्यसले गर्दाखेरि यहाँनिर अहिले दमकमा सबैभन्दा धेरै जनसङ्ख्या भएको चर्च कुन हो, उनीहरूले भन्छ चर्चै भने कुन हो भने त सियोन हो। 500 भन्दा धेरै भेला हुन्छ, समथिङ 500 देखि 1000 को भेला हुन्छ त्यहाँ। कुरा बुझ्ने, हल त्यत्रो सिसाको हलबाट छ, एसी पुरै फिट गरेर। अनि यसरी भन्दो रहेछ, के भन्दो रहेछ भन्दाखेरि, यो तपाईँले देख्छ नि यत्रो चर्चहरू छ नि, सबै झुटो, सत्य त यो हेर्नु त हाम्रो 5-10 वर्ष पनि भएको छैन, कत्रो चर्च छ हेर्नु त, उनीहरूको कत्रो छ, त्यो झुटो। त्यसले गर्दा त्यहाँ मान्छे त्यति जाँदैन भनेर भन्दो रहेछ हौ। त्यस्तो भने किन फलोअप त्यस्तो छ। मलाई एक दिन यस्तो आयो है, यो दाईलाई मेरो एकजना भाइको बहिनी रहेछ, त्यो सियोनमा गएको रहेछ, त्यसको दाई त त्यहाँको अगुवा हो। म त्यतिखेर पास्टर अभिषेक भएको थिएन, अगुवा, त्यसलाई ल्याए त्यसको सबै मान्छे आउँछ भनेर त पुरैले। अनि म पनि सुनिदिएँ। मैले चाहिँ किन सुने भन्दा त खासै यिनीहरूको कमजोरी के रहेछ त्यसमा चाहिँ म परमेश्वर सत्यता भनेर म पनि लेखेर रेडी भएको थिएँ। खास भन्ने रेडी भएको थिएँ, डायरी पनि लिएर बसेन, के भन्दो रहेछ सिक्नु पनि छ नि त मलाई त। लेखेँ। अनि त्यहाँदेखि कुनै के सूर्य देवता, तपाईँले चाहिँ क्रिसमस मान्दाखेरि सूर्य देवतालाई पूजा गर्ने दिनमा मान्नुहुन्छ, त्यो क्रिसमस गरेको चाहिँ मूर्ति पूजा हो भने के भने मलाई। चिया पनि खुवाएँ, खाजा पनि खुवाएँ, बिस्कुट पनि खुवाएँ, घरमै बसेछु, राम्रो सुनिरहेको छु। 1.5 देखि 2 घन्टा सुने। अनि एकछिन अब म बोल्छु ल भने त्यहाँदेखि भने। अनि त्यहाँदेखि योहन्नाको पुस्तकमा कहाँनिर छ, यसो प्रभुलाई नमान्ने समथिङ सबै झुटो कि के भनेर एउटा शब्द लेखेको छ त्यहाँ। त्यो पढेर सुधे
तपाईँले यसो प्रभुले मान्नुहुन्न। आज अहिलेसम्म तपाईँको 2 घण्टाको प्रिचिङमा मैले थाहा पाएँ तपाईँले खालि कताको निस्तार चाड के चाड भनेर छ, यसुलाई तपाईँले फोकस गरेन। यसुलाई नमान्ने चाहिँ सबै झुट हो यहाँनिर बाइबलले बताएको छ भनेर टक्क देखाएको त सानो चाहिँ बम्के नानी हो, जुरुक्क उठेर तपाईँहरूले मेरो टाइम वेस्ट गरिदियो, अघि नै भन्नु पर्थ्यो कि त म कहाँनिर उयो गर्थेँ तपाईँले मलाई। अनि त्यहाँदेखि मलाई पनि अर्कै भएर आयो क्या। त्यहाँदेखि चाहिँ नि भाइ तपाईँको चाहिँ 2 घण्टा लाएर मैले सुने, मेरो एउटै कुरा शब्द राख्दाखेरि तपाईँ रिसार जानुहुन्छ। त्यस्तो फाल्टो कुरा चाहिँ नगर्नु है भाइ। फेरि भने चाहिँ यदि गल्ती भएछ भने माफ गर्नु ल, तर अलिकति यो कुरा तपाईँले राम्रो गर्नु भएन नि। तपाईँको सुन्दा 2 घण्टा सुने, तपाईँको वेस्ट भयो कि मेरो टाइम वेस्ट भयो? के कुरा गर्नुहुन्छ तपाईँ भनेर भनेको फर्केर आएन त्यहाँदेखि कुरा बुझ्नु। त्यस्तो खालको फलोअप गर्दो छ भएको कुरा। त्यसले गर्दाखेरि अलिकति हामीले कुरा बुझ्नुपर्छ कसले प्रचार गर्न सक्छ। यसैया 6:1-8 यस्तो कुरा लेखेर छ, कसैले पढिदिनु त कसले प्रचार गर्न। हामी किन प्रचार गर्न नसकेको त? यति कुरा सुन्यो त, यति कुरा किन प्रचार गर्न नसकेको रहेछ? हेर्नु त, परमेश्वरको महिमा देख्ने व्यक्ति, यदि कोही व्यक्तिले परमेश्वरको महिमा देख्छ नि त्यो व्यक्तिले प्रचार गर्न सक्दो रहेछ। एक त्यति देखेर मात्रै हुँदैन। यहाँ कुरा हेर्नुहोस्, कसैले पढेर सुनाइदिनु त। यसैयाको 6:1-8 त्यहाँ के भनेर छ? प्राय हामीले को पठाउँ को जाने भन्छ, त्यहाँ चाहिँ यसैयाले म जाने भनेछ। तर म जाने भन्नुभन्दा अगाडि कुन कुन प्रक्रियाबाट मान्छे जानु पर्दो रहेछ यो कुरा तपाईँले बुझ्नुपर्छ, मैले बुझ्नुपर्छ, मण्डलीलाई बुझाउनुपर्छ यो कुरा, नत्र हुँदैन। लु भनिदिनु त, हामीसँग कति छ? 15 मिनट छ। राजा मरेको वर्षमा मैले परमप्रभुलाई अप्परको उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। उहाँको मासतिर शराब खडा थिए। प्रत्येकका 6-6वटा पखेटा थिए। 2वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, 2वटाले आफ्ना खुट्टा ढाकेका थिए र 2वटाले तिनीहरू उड्दै थिए। अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। तिनीहरूका स्वरले ढोकाहरू र जगहरू हल्लिए र मन्दिर उहाँले भरियो। 8 सम्म। तिनीहरूका स्वरले ढोका र जगहरू हल्लिए र मन्दिर उहाँले भरियो। मैले भने धिक्कार, म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसहरूका बिचमा म बस्दछु। र मैले मेरा आँखाले सर्वशक्तिमान परमप्रभु महाराजा धीराजलाई देखेको छु। अब चिप्ताले वेदीबाट आगोको ढुङ्ग्रो हातमा लिएर शराबहरू मध्ये एकजना म कहाँ उडेर आए। तिनले मेरो मुख त्यस ढुङ्ग्रोले छोएर भने, हेर यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो र तिम्रो पापको प्रायश्चित भयो। तब मैले परमप्रभुको यो आवाज सुने, म कसलाई पठाउँ र हाम्रा निम्ति को जाने? अनि मैले भने, म हाजिर छु, मलाई पठाउनुहोस्। आमेन आमेन आमेन। कहाँसम्म पुग्यो? अब म हाजिर छु। अब यसैया चाहिँ जानुभन्दा म हाजिर छु, मलाई पठाउनु, सुसमाचारको लागि अथवा परमेश्वरको कामको लागि निक्लिनुभन्दा अगाडि एउटा प्रोसेस चल्यो क्या। यहाँनिर एउटा व्यक्तिको जीवनमा यो प्रोसेस हुनु पर्दछ। सुसमाचार अब त्यो मान्छे तब तयार भयो यसरी परमेश्वरको महिमा यस्तो देख्यो कि त्यहाँदेखि चाहिँ कहाँनिर चाहिँ मन्दिरमा के भन्छ, त्यहाँनिर चाहिँ उहाँको मासतिर शराबहरू खडा थिए। प्रत्येक 6-6वटा पखेटा थिए। 2वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, 2वटाले चाहिँ आफ्ना खुट्टा ढाकेका थिए। ती दुवै खुट्टाले 2वटाले तिनीहरू उड्दै थिए, के भन्छ 3मा। अनि एउटाले अर्काले यसो भन्दै पुकार्दै थियो, सर्वशक्तिमान परमेश्वर पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। शराफहरूले यस्तो खालको परमेश्वरलाई महिमा दिइरहेको थिए। यो कुरा यशायाले त्यो दर्शन देखिरहेको थिए। जब परमेश्वरको महिमा कसैले देख्छ नि त्यहाँदेखि भित्रबाट परमेश्वरको काम गर्नको लागि जुन एउटा तृष्णा बढ्छ, बल बढ्छ। यदि परमेश्वरको महिमालाई कसैले देखेको छैन, आत्मामा परमेश्वरको वचनबाट अभिषेकमा परमेश्वरको महिमालाई देखेन भने नि टिचिङ थुप्रै पाएको हुन्छ, त्यो मान्छे परमेश्वरमा बलै पाउँदैन। परमेश्वरको महिमासँग इन्काउन्टर हुनुपर्छ मान्छेको, परमेश्वरसँग इन्काउन्टर हुनुपर्छ। जब पावलको इन्काउन्टर परमेश्वरसँग दमस्कसको बाटोमा भयो तब पावल बन्यो वास्तवमा चाहिँ। कुरा बुझ्नु हो नि? पावल जबसम्म इन्काउन्टर भएन, परमेश्वरको महिमालाई देखेन,
तपाईँ को हो प्रभु? तपाईँ जसलाई तिमीले सतावट गर्दैछौ उनै येशू हुँ म, जसलाई तिमीले खेदो गर्दैछौ, जसका मान्छेहरूलाई तिमीले मार्दैछौ। सुइरोमा लात हान्दा तिमीलाई दुख्दैन? तिमीलाई दुख्दैन? निश्चित रूपमा दुख्छ। अब के गर्ने त? जाऊ, त्यहाँ हननिया भन्ने एउटा मान्छे छ होइन, त्यसलाई बोलाइ पठाऊ र उसको तिम्रो लागि प्रार्थना गरोस् अनि तिम्रो आँखाहरू बन्द भएका आँखाहरू फेरि खुलिनेछ। परमेश्वरको महिमा यस्तो तरिकाले देख्यो कि ऊ चुपचाप लागेर बस्नै सकेन, आफ्नो जिन्दगी नै परमेश्वरको लागि अर्पण गरिदियो, सुसमाचारको लागि अर्पण गरिदियो। हालेलुया! परमेश्वरको महिमा यशायाले देख्यो। एक नम्बरमा उहाँको महिमा देख्ने कोसिस हुनुपर्दछ। त्यसले गर्दा परमेश्वरले मेरो जीवनमा के गर्नुभयो, उहाँको महिमित कामहरू के भयो, जहिले स्मरण गर्नुपर्दछ। विगत अघि भजन सङ्ग्रह 105 को 1 ले पनि त्यो कुरा भन्छ, परमेश्वरको महिमालाई थाहा गर्नुपर्दछ। परमेश्वरले के काम गर्नुभयो त्यो कुरा चाहिँ जातिहरूको बीचमा घोषणा गर्नुपर्दछ। वास्तवमा त्यो महिमालाई, त्यसले चाहिँ हाम्रो विश्वासी जीवनलाई, हाम्रो मन मस्तिष्क जीवनलाई ताजा गर्दछ। यो मेरो आफ्नो अनुभव छ। हेर्ने, यसले गर्दाखेरि चाहिँ जब उसले महिमा देख्यो नि, 6 को 1 देखि 4 मा त्यो महिमा उसले देखेको छ। वास्तवमा महिमाको चर्चा गरेको छ। त्यहाँदेखि चाहिँ तिनीहरूका स्वरले ढोकाहरू र जगहरू हल्लिए, तिनीहरूका स्वरले ढोकाहरू र जगहरू हल्लिए र मन्दिर धुवाले भरियो भनेर भनेको छ। त्यहाँनिर चाहिँ हेर्नु, अद्भुत कुराहरू त्यहाँनिर चाहिँ भएको छ वास्तवमा। त्यसपछि यो मान्छेले पश्चाताप गर्ने व्यक्ति पश्चाताप गर्यो। हाय, म त बेकारको। जहिले पनि क्रिस्चियन जीवन चाहिँ पश्चातापबाट सुरुवात हुन्छ। येशू प्रभुले भन्नुभयो, पश्चाताप गर, स्वर्गको राज्य नजिक आएको छ। पश्चाताप गर, परमेश्वरको राज्य नजिक आएको छ। पश्चातापी हृदय, पश्चातापी जीवन, आफूलाई जहिले पनि हम्बल बनाएर परमेश्वरको उपस्थितिमा मैले के गल्ती गरेछ, मैले मूर्ति पूजा गरेँ, मैले व्यभिचार गरेँ, मैले के हत्या गरेँ, केही गरेको छैन त। सोचाइले पनि मान्छेले कति पाप गर्दछ, घमण्ड कति गर्छ, विरोध कति गर्छ, कुरा कति काट्छ, नराम्रो कति, बार बार पश्चाताप गर्नुपर्दछ। जब उनले हाय म त पापी मान्छे, म त यस्तो मान्छे भनेर त्यहाँनिर भनेको छ, तब उसले कति भने 5 मा हेर्न त के भन्यो, मैले भने धिक्कार, म त नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसहरूको बीचमा म बस्दछु। मैले मेरा आँखाले सर्वशक्तिमान परमप्रभु महाराज धीराजलाई देखेको छु। म त बर्बाद हुन्छु, अब म त बर्बाद हुन्छु। तर एउटा कुरा त्यहाँ आवाज आयो, तब चिम्टाले वेदीबाट आगोको घुम्रा हातमा लिएर सराफहरू मध्ये एकजना म कहाँ ओढेर आए। तिनले मेरो मुख त्यस घुङ्राले छोएर भने, हेर, यसले तिम्रो ओठ छोएको छ, अब तिम्रो अधर्म मेटियो र तिम्रो पापको प्रायश्चित भएको छ। आमेन। तिम्रो पाप मेटियो, अब तिमी क्षमा भयो। उसले परमेश्वरको महिमा देख्यो। त्यो अगाडि उसले आफूलाई काबिल सम्झेन, पश्चाताप गरेर आयो, पवित्र आत्माको अभिषेक भयो। यहाँ चाहिँ पवित्र आत्माले छ, पवित्र आत्माको सामर्थ्यले त्यो व्यक्तिले पाएको छ। घुम्राले, आगोको चिन्ह भनेको पवित्र आत्माको शक्ति र सामर्थ्य हो। जब आगोले उसको मुख छुयो, यस्तो खालको भयो, म नष्ट हुने मान्छे, म त बर्बाद भएको मान्छे भन्ने मान्छे चाहिँ के भन्यो, अब चाहिँ परमेश्वरले भन्दै थियो अलिक पछाडि, हेर्नु त, अब म कसलाई पठाउँ, त्यो अभिषेक भइसकेपछि म कसलाई पठाउँ भनेर परमेश्वरको आवाज आयो। अनि यशाया भन्ने व्यक्तिले यसरी भन्यो, परमेश्वरको दास, अब मलाई पठाउनुहोस् प्रभु, तपाईँको सुसमाचारको लागि, तपाईँको कामको लागि म हाजिर छु, म खडा छु, म जान्छु। आमेन। म जान्छु। तब यो तरिकाले कसले प्रचार गर्न सक्छ, को प्रचारको लागि अगाडि बढ्न सक्छ? जो मान्छेले परमेश्वरको महिमा देखेको छ, जो मान्छे परमेश्वरसँग इन्काउन्टर भएको छ, जो मान्छेले आफ्नो गल्तीलाई स्वीकार गरेछ, जो मान्छे आत्माले भरिएको छ, अभिषेक भएको छ। अनि यिनै यशाया हामीले इतिहासमा हेर्यो भने मैले त्यो कुरा थाहा पाएँ, त्यो सत्य हो। कतिको आराले चिरेर यशायालाई 2 भाग पार्दै भन्छ। यसरी परमेश्वरलाई त्याग्छ कि त्याग्दैन, राजाको विरुद्धमा अगमबाडीहरू गरे भनेर भन्छ। आराले यसरी धरक धरक चिरेर चाहिँ त्यो त मुडा चिरेको जस्तो चिरेर 2 फ्याक पार्दै भन्छ यशायालाई। मैले त्यो पिक्चरहरू पनि भेट्न पाएको थिएँ वास्तवमा चाहिँ। तर परमेश्वरको काम गर्न पछाडि परेन, ख्रीष्टको काम र सुसमाचारको लागि आफ्नो जीवन अर्पण गरे, तर परमेश्वरको काममा पछाडि परेन। मण्डली, त्यो शक्ति कसले दियो, त्यो सामर्थ्य कसले दियो? परमेश्वरको अभिषेकबाट, परमेश्वरको महिमाबाट, पश्चातापबाट, पवित्र आत्माको शक्तिबाट। यो कुरालाई हामीले अपनाऊ, यो सिद्धान्तलाई अपनाऊ। अनि चाहिँ त्यहाँदेखि चाहिँ अब विश्व प्रख्यात महान प्रचारकहरू जो थिए, विलियम केरी, जसले चाहिँ यो समयमा इङ्ल्यान्ड टु इन्डियासम्म आएर चाहिँ उसले यस्तो प्रचार गरे, यस्तो जसले चाहिँ के गरे भन्दाखेरि चाहिँ के संस्कृत भाषामा पनि बाइबल ट्रान्सलेट गरे होला, बङ्गाली भाषामा बाइबल ट्रान्सलेट गरे होला, त्यहाँदेखि सती प्रथाको अन्त्य गर्नमा यति ठुलो भूमिका खेले होला। त्यस्ता महान व्यक्ति, परमेश्वरका दास होइन, ब्याप्टिस्ट चर्चका पास्टर
परमेश्वरका दास यस्ता महान प्रचारकहरू आए जसले इतिहास छोडेर गए, इतिहास बनाएर गए परमेश्वरमा। डीएल मुडी जस्ता व्यक्तिहरू अमेरिका टु इङ्ल्यान्ड यस्ता खालका शक्तिशाली प्रचारहरू गरेर गए होइन। त्यहाँ रेनार्ड बङ्की भन्ने 1940 देखि 2019 मा मात्रै उहाँ जर्मनी टु अफ्रिकामा त्यस्ता क्रुसेडरहरू चलाए, लाखौं आत्माहरू बचाए। त्यस्ता बिली ग्राम 1918 देखि 2018 करिबन 100 वर्षको अवधिमा उमेरको अवधिहरूमा उहाँले यति साह्रो चाहिँ कहिले दाग लागेन उहाँको जीवनमा, कहिले पनि कसैले कम्प्लेन ल्याउन सकेन उहाँको जीवनमा। यस्ता महान प्रचारकहरू जो पवित्र आत्माको अभिषेकबाट चलाइएका थिए, जसले चाहिँ संसारलाई चाहिँ हिलाएर गए, जसले संसारलाई उलट पुलट पारेर गए। त्यसले गर्दाखेरि यस्ता खालका प्रचारकहरू पनि परमेश्वरले गर्न निकाल्न सक्नुहुँदछ। यो भिडबाट परमेश्वरले त्यस्ता प्रचारकहरू खोज्दै हुनुहुन्छ र त्यस्ता प्रचारक परमेश्वरले चाहिँ बनाउन चाहँदै हुनुहुन्छ। रेडी हामी हुनुपर्छ, हामी तयारी हुनुपर्दछ। आमेन आमेन। हामी पास्टरले जुन कुरा गर्दैछौँ त्योभन्दा धेरै ठुल्ठुला हाम्रा परिवारबाट परमेश्वरले गर्न सक्नुहुन्छ। यो उहाँले गर्नुपर्छ र गराउनुपर्छ भन्ने उहाँको चाहना छ। त्यो चाहनालाई बुझेर अगाडि बढ्नुपर्दछ। वर्तमान संसार र मण्डलीको अवस्था भौतिकवादतिर ज्यादा लम्केको छ। परमेश्वरको वचनले भन्दछ वास्तवमा चाहिँ मत्ती 6:24 के भन्छ अरे, अलिकति त्यसलाई चाहिँ पढिदिनु त। मण्डली कहाँ जाँदैछ, के गर्दैछ मण्डली भन्दाखेरि चाहिँ वास्तवमा भौतिकवादमा खाली पैसा, खाली पैसा, पैसा पैसा। हामीले खोजेको पैसा होइन, हामीले खोजेको परमेश्वरको राज्य। परमेश्वरले खोजेको पैसा होइन, परमेश्वरले खोजेको परमेश्वरको राज्य। यसले गर्दा मण्डली तपाईँले याद गर्नु, परमेश्वर खोज्छ कि मान्छेले धेरै पैसा खोज्छ भन्ने। मण्डलीभित्र धेरै मान्छेले मण्डलीले पनि धेरै पैसा खोज्छ। कुरा बुझ्नु हो नि, आफूले आफूलाई हेरौँ, आफूले आफूलाई मलाई हेरौँ। कुरा बुझ्नु नि, यसको मतलब चाहिँ मलाई खाँचो छ त्यसले गर्दा खोजेको, त्यो अप्सन छैन, त्यो अप्सनै छैन। मलाई खाँचो छ त्यसले गर्दाखेरि मैले पैसा खोजेको, त्यो अप्सनै छैन। यदि परमेश्वरको कामको लागि अभिषेक भएको भने त्यो कामको लागि हामी नियुक्ति हुनुपर्छ। पैसा उहाँले जुटाउने, पैसा उहाँले पुर्याउनु भयो। मैले फेरि पनि भने एउटा रुखबाट सुरुवात भएको रे अफ होप चर्च यदि पैसाको कारणले गर्दा सेवाकाई भएको थियो भने यो अवस्था हुन्थेन। यो पवित्र आत्माको कारणले भएको। उहाँसँग एक पैसा पनि थिएन, एक पैसा पनि। एउटा रेन्ट लिएर चाहिँ एउटा मण्डली सञ्चालन गर्ने, त्यसले गर्दा अहिलेको हाम्रो मण्डलीहरू चाहिँ खालि चर्च भएन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ मान्छे नआएको, त्यो नभन्नु। बिल्डिङ हेरेर आएको मान्छे बिल्डिङ हेरेर भोलि फर्केर जान्छ, तपाईँ हेरेर फर्केर जान्छ। तर पवित्र आत्माले खिचेको मान्छे निरन्तर बढेर जान्छ। आमेन। यसको मतलब चर्च नचाहिने होइन, चर्च चाहिन्छ, हामीलाई चर्च चाहिन्छ, परमेश्वरले पुरा गर्नुहुन्छ। तर चर्च चाहिँ हाम्रो पहिलो प्राथमिकता होइन। पवित्र आत्माको अभिषेक र शक्ति हाम्रो पहिलो प्राथमिकता बन्नुपर्दछ। उहाँको अभिषेकले मान्छे आएको दिन चाहिँ तपाईँलाई विलिङली कसैले चाहिँ खुसी भएर म तपाईँको लागि चर्च बनाइदिन्छु भन्ने मान्छे निकाल्छ परमेश्वरले। तपाईँलाई दामी चर्च बनाइदिन्छु भन्ने मान्छे निकाल्छ परमेश्वरले। हामीलाई याद छ हाम्रो दिदीले त्यहाँनिर सेवाकाई गर्दै गर्नु हुँदाखेरि होक्सेमा टिनको तहरामा छ्याङछ्याङ यस्तो खालको चाहिँ भाटामा उहाँले हावा आउँदाखेरि सिधै भित्र पस्थ्यो। उहाँले केही गनगन नगरी निरन्तर प्रार्थना गर्नुभयो। एकजना कहाँबाट परमेश्वरका दास घुमाएर ल्याइदिनु भयो। म उहाँलाई चाहिँ यस्तो जुन एउटा इच्छा रहेछ, म एउटा चर्च किनिदिनु पर्ने कसैलाई भनेर भन्दै थियो। भरे तपाईँको खोजी हिँड्दै गर्दाखेरि होक्सेमा अगुवाई भयो भनेर मलाई भन्नुभयो। ठिकै छ नि त, गर्नुभयो भने त परमेश्वरलाई धन्यवाद होस् भनेर भनेको। करिबन 42 लाख कति लाएर चाहिँ त्यो चर्च किनियो वास्तवमा। अहिले एउटा कम्पाउन्ड लाएर अहिले सबै कुरा परमेश्वरले दिने कुरा। हाम्रो इच्छा पवित्र आत्मा, हाम्रो इच्छा परमेश्वरको राज्य, परमेश्वरको सुसमाचार हो। दिदीले त्यहाँनिर आउँदै गर्दा झन्डै हाम्रो त्यो अधकल्चो भएर गइसक्यो, हराउन आँटेको थियो होक्सेको मण्डली। दिदीलाई एउटा परमेश्वरले अगुवाई गर्नुभयो। पास्टर बिनाले दिदी त्यहाँनिर गएर सेवाकाई गर्नु त भनेर भन्नुभयो। उहाँले उपवास बसे, 3 दिन बसेला, 5 दिन बसेला, 7 दिन, 21 दिन कति बसे, प्रार्थना गरेकै भिनाजुले साथ दिनुभयो। अन्ततः गएर चाहिँ मण्डली पनि वृद्धि भयो। अहिले होक्सेको चर्च पनि होइन, त्यहाँनिर 1 कट्ठा भन्दा अलिकति जग्गा धेरै पनि छ होला, एउटा बिल्डिङै परमेश्वरले दिनुभयो, एउटा पुरै बिल्डिङै। यसले गर्दाखेरि भौतिकवादलाई, हाम्रो भौतिक कुरालाई चाहिँ ज्यादा चासो गर्दैन, त्यो चाहिँ परमेश्वरले। मत्ती 6:24 चमत्कार देख्नु भयो नि त परमेश्वर। गवाई नै गवाई टु गवाई भयो। अहिले हेर्नु त, गवाई भएन त भन्नु त। तपाईँ र मेरो कमाएको पैसा थियो भने के गवाई हुन्थ्यो? मैले कमाएको पैसाले गरेँ भन्ने हुन्थ्यो। तर हामी प्रार्थना गऱ्यौँ, परमेश्वरले काम गर्नु कस्तो ठुलो गवाई भयो। हेर्नु त, 42 लाखको छ। जिन्दगीभरि काम गर्दाखेरि कोही बेला 42 लाख कमाउँदैन मान्छेले। साँच्चै भन्नु पर्दाखेरि परमेश्वरको आत्माको काम गरौँ, अगुवाई मागौँ, परमेश्वरको काम गरौँ, सुसमाचार। प्रिय मण्डली परिवार, हाम्रो दाजुभाइ दिदीबहिनी, प्लिज कृपा गरी मेरो निवेदन छ, मैले होइन एकदमै रिक्वेस्ट गरेँ, हामी सबै मिलेर परमेश्वर समूहमा मिलेर परमेश्वर। मत्ती 6:24 ल पढ्दिन त। परमेश्वर र धनको सेवा गर्न सक्दैन। धन भने धन होइन, परमेश्वर भने परमेश्वर, दुईटातिर जानु मिल्दैन भनेर भन्छ। किनभने खिचिदिइहाल्छ। त्यसले गर्दा हामी सेवकहरू जुटाउने परमेश्वर, हामी परमेश्वरको राज्यको लागि सोचेर अगाडि बढौँ।
धन परमेश्वरले जुटाउनुहुन्छ। मैले फेरि पनि झुटो शिक्षाकै यसको प्रभाव त कति छ, अब त्यो कुरा यसलाई छोडिदिउँ। मनोरञ्जन केन्द्रित मण्डली यतिखेर चाहिँ कलसी 3:2 भन्छ, तिमी संसारको कुराहरू होइन माथिको कुराहरू खोजी गर। अनि यस्तो भन्नु हुँदैन संसारमा पनि हामीले केही कुरा प्रबन्ध गर्नुपर्छ, त्यो चाहिँ परमेश्वरले आवश्यकता परेको प्रबन्ध गर्ला, के गर्ला कसो गर्ला। हामीले खोजी गर्ने चाहिँ खालि हाम्रो चर्चहरू कार्यक्रम बेस्ड चर्चहरू, हाम्रो चर्चहरू होटेलमा सेवा भयो भने कति हाम्रो पास्टरले समाजमा पास्टरले भन्छ होइन कोही आज मण्डलीमा त्यति मान्छे आएन त के भयो भन्छ, होटलमा राखेको भए खाजाको पनि प्रबन्ध छ, खाना पनि प्रबन्ध भएको भने सबै पास्टर आउँथ्यो होला भनेर कतिजना पास्टरले भनेको सुने। मान्छे त्यस्तो भयो त होइन, सुविधा एसीमा होइन कुरा भयो भने त एसी चलाउनु त, एसी नै पहिलो प्राथमिकता त बनाउनु भएन नि त होइन। त्यहाँदेखि चाहिँ उहाँले त्यस्तो भन्छ। अहिले त्यस्तो कार्यक्रम हाम्रो मण्डलीहरू पनि बरु मण्डलीभित्र डान्स कम्पिटिसनहरू हुन थाल्यो। बेलडाङ्गी चर्चको, दमक चर्चको, पत्री चर्चको डान्स कम्पिटिसन, त्यसले कहाँतिर लान्छ मान्छेलाई, कुन सोचाइतिर लान्छ? नाचौँ न, प्रभुलाई खुलेर महिमा दिउँ होइन। अन्य कुरा छ चर्चभित्र डान्स कम्पिटिसन गरिराख्दा के होला, मान्छेको सोचाइ के होला, कहाँ जानु? मनोरञ्जनको कुरा अन्य कुरा हो, नगर्नु होइन, कोही बेला आवश्यकता त्यस्तै पर्यो भने कुनै मिलाएर गर्नु होला, तर त्यही कुरालाई प्रमुख प्राथमिकता गरेर चाहिँ लानु त भएन नि त। मनोरञ्जन, खानपिन, घुमाइ होइन, धेरै घुमाइ, मण्डली त्यतातिर गएको छै, तर हामी आत्माको कुरा र सुसमाचारलाई फोकस गर्नु। आमेन। आत्माको कुरा परमेश्वरले लानुहुन्छ। पिकनिक जाला, ब्याप्टिजम भयो हाम्रो, अस्ति पिकनिक पनि भयो, सबै कुरा भयो त, सबै कुरा राम्रो भयो त, सबै कुरा। त्यसले गर्दाखेरि अन्तिममा मैले आजको मण्डलीले के गरिरहेछ, कार्यक्रममुखी सेवाकै गर्दैछ, भोजन र मनोरञ्जनमा ज्यादा रुचि राखिरहेको छ, प्रतिस्पर्धात्मक आत्मा केन्द्रित काम गर्छ। म पास्टरकै होइन, पत्रिको पास्टर खतरा कि होइन, उताको पास्टर खतरा, कसको चर्च खतरा, कसको बिल्डिङ छ, कसको भित्र सजावट ज्यादा छ, कसको चर्चमा एसी छ, कसको के, यतातिर पो गइरहेछ। त्यसले गर्दाखेरि आत्मा केन्द्रित को ठुलो को भयङ्कर पास्टर हो, यस्ता कुरा नगरौँ। कार्यक्रममुखी सेवाकैलाई बन्द गरौँ, मनोरञ्जन र भोजनमुखी कार्यक्रमलाई बन्द गरौँ, प्रतिस्पर्धात्मक कार्यक्रमलाई गर्नु बन्द गरौँ। परमेश्वरको कामको लागि, सुसमाचारको लागि भोजन पनि उहाँले जुटाउँछ, सबै कुरा उहाँले जुटाउँछ। यही कुरा भने सुसमाचार, सुसमाचार सबैले भनिदिँदा सुसमाचार, सुसमाचार, सुसमाचार। अन्तिम पढेर सकौँ, मेरो टाइम पनि टक्कै सकेको छ, मैले टाइममै सकेको छ, सक्छु अहिले ब्रेक गरौँ, त्यहाँदेखि अन्य कुरा हामी बिस्तारै जाउँला। प्रचार गर्नेलाई नगर्नेलाई चेताउने, लास्टमा भन्यो भने प्रचार जसले गर्दैन त्यसलाई चेताउने छ। एकचोटि भन्नु त इजेकिएल 3:17 सबैले एकचोटि मिलेर पढौँ र अनि परमेश्वरमा राखौँ र अर्को सेसनतिर फेरि हामी एकछिन छलफलमा आउँला। त्यहाँदेखि चाहिँ केही कुराहरू ब्रेक गरेर सबैले 1 2 3 गो। हे मानिसको छोरो, मैले तँलाई इजरायलका घरानाका पहरादार तुल्याएको छु, त्यसैले मैले भनेको कुरा सुन अनि तिनीहरूलाई मबाट चेतावनी तैँले दे। जब म एकजना दुष्ट मानिसलाई त निश्चय नै मर्नेछस् भनी भन्छु, तर त्यसको प्राण बचाउनलाई तैँले त्यसलाई चेतावनी दिनस् वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिनस् भनेदेखि त्यो मानिस पापको कारण मर्नेछ र त्यसको रगतको लेखा म तँबाटै लिनेछु। चुनौती डरलाग्दो परमेश्वरले लिने लेखा हो। यदि कोही मान्छेलाई प्रचार नगरिकन त्यो मान्छे गर्यो मर्यो भने जीवनको लेखा या रगतको लेखा हामीले दिनु पर्दछ। यो एकदम च्यालेन्जिङ कुरा हो। चेतावनी पूर्ण तरिकाले चाहिँ आजको हाम्रो यो क्लासलाई यहाँनिर बन्द गरौँ। परमेश्वरले हामीलाई आशीर्वाद दिएको होस् र छोटो प्रार्थना गरौँ। प्रार्थनामा फेरि पनि हामी सरिक भइदिनुहोस् त। हाम्रो कसले ल हाम्रो कसैले अगुवाई गर्नुहुन्छ त?